सा निजा निजा पनि बजा निजा रे जा निजा रे जा निजा रे जा गरे निजा प प म ग म गरे नि रे सा यता जिन्दगी त्यता जिन्दगी यता जिन्दगी त्यता जिन्दगी चारैतिर छ र पष्ट चारैतिर छ र पष्ट भयो जिन्दगी कस्तो जिन्दगी कहाँ छ जिन्दगी पिएरै सबै रित्यो जिन्दगी यता जिन्दगी त्यता जिन्दगी। नमस्कार, म गायक तथा सङ्गीतकार डिबी खड्का। आज यस रियासा सेल्फ टकमा मेरा यस्ता पाहुना हुनुहुन्छ जो जीवनमा निकै नै सङ्घर्ष गरी र सङ्घर्ष गर्न सिकाई र जीवन बदल्न सिकाउने एउटा कुशल व्यावसायिक र एउटा कुशल समाजसेवी श्यामलाल श्रेष्ठजी हुनुहुन्छ। यहाँलाई म यस कार्यक्रममा स्वागत गर्न चाहन्छु। दाजु नमस्कार। नमस्कार, धन्यवाद। अब म चाहिँ श्री गणेशाय नमः, मङ्गलम भगवान् विष्णु, मङ्गलम गरुडध्वज, मङ्गलम पुनर्गाछे, मङ्गलालय तनहरि, तदैव लग्नं सुदिनं, तदैव ताराबलं चन्द्रबलं, तदैव विद्याबलं दैवबलं, तदैव लक्ष्मीपते त्याङ स्मरमे भनेको सबै कुरा स्मरण होस्। यस्तै अब धन्यवाद डिबी खड्काज्यू, मलाई यो स्थानमा ल्याएर यो दुई शब्द मेरो जीवनीको कथा भन्ने मौका दिनुभएकोमा तपाईँलाई विशेष धन्यवाद। धेरै धन्यवाद दाजु। दाजु, तपाईँको निकै हदसम्म तपाईँका आरोह अवरोहहरू मलाई हिक्का छ र कतिपय कुराहरू तपाईँका ती तिता मिठा अनुभवहरू, जुन भोगाइहरू र यो सेल्फ टक मार्फत हामीले सम्प्रेषण गर्ने गर्छौँ। र दाजु, हामी दाजुको बाल्यकालमा जाउँ। दाजुको घर, स्थायी घर कुन ठाउँ भन्नुभयो दाजु? मूलपानी वडा नम्बर 3। त्यहाँको वास्तविक नाम चाहिँ दुई तले घट्टा भन्छ, नेटदा क नेवारी भाषामा। अनि त्यो ठाउँमा जन्मेको हो, जन्मे हुर्केको। अनि लगभग त्यही ठाउँमा बिहे भयो। मेरो बुवाको 2 बिहे पनि त्यहीँ भयो। अनि हामी साधारण किसान अनि नेवार परिवारहरूको त्यतिखेर चाहिँ लुसीले चिउरो कुट्ने चलन, जस्तो भक्तपुरबाट धान ल्याउने, घरमा चिउरो कुट्ने, असनमा चिउरो बेच्ने, त्यो चाहिँ चलन त्यहाँबाट भइकन हामी 32 सालमा चिउरो मिलायो। म 2023 साल 3 महिना 7 गतेको हो। मेरो नाम चाहिँ श्यामलाल श्रेष्ठ, पुरा नाम भन्नु पऱ्यो। अनि त्यो 32 सालभन्दा अगाडि चाहिँ हामी हाँस पनि पाल्थ्यौँ। अनि असारतिर हाँस पाल्ने, दसैँमा बेच्ने। र यो अब आउँदै गरेको पूर्णेलाई दिवाली पूर्णे भन्छ, त्यतिखेर पनि पाटनमा अलिकति बिग्थ्यो र त्यो 2 सिजनको हाँस हामी पाले। अनि फुल पार्ने, अन्न पार्ने पोथी पनि पाल्थ्यौँ त्यो समयमा। अनि म चाहिँ 5 वर्षदेखि त्यो हाँसको गोठाला लाग्ने थियो। एउटा यस्तो दिन पनि आयो कि अब हाँस भए ठाउँमा मलाई छोडिदियो धानबारीमा, होइन। अनि हाम्रो बा चाहिँ तास खेल्थ्यो कि बेच्ने, तास खेल्न गएको आउँदै आएन, हाँस घर पुग्यो बेलुका, होइन त। म चाहिँ खेतमै, मलाई लिन हजुरबा हजुरआमा लिन आयो खेतमा। त्यो उमेरदेखि मैले दुःख गरेको। अनि यो चाहिँ एकदम अचम्म लाग्छ कि मलाई पनि अहिले यसो सम्झियो भने। अनि त्यसरी गर्दै गयो। अनि अब त्यो दुःखहरू त धेरै गरियो त्यतिखेर। अब अहिले एउटा चल्ला हरायो भने या केही भयो कौवाले लान्थ्यो कि, अनि बेसगन कुद्नुहुन्थ्यो। तर त्यो पनि शिक्षा लिन्छु म। बुवाले खेल्न पनि सँगै लाने,
खाने ठाउँ पनि सँगै लाने, अनि त्यसले गर्दाखेरि म व्यवहार गर्न पनि सँगै लाने बच्चैदेखि। त्यसले गर्दा त्यो बुवाको गुण भनेको गुरु नै थियो। मलाई अक्षर सिकाउँदा पनि यस्तो तरिकाबाट सिकायो कि 1 2 3 4 5 6 7 8 9 10 भने है। अनि ऊ चाहिँ आफ्नो चुरो कुट्ने काम गर्थ्यो। अनि मैले चाहिँ जति भन्न सकेन नि त्यति चर्कन हान्थ्यो। अनि एकदमै छिटो सिकेको के थियो। अनि जुन हामी बाराखरी पढ्न 1 2 वर्ष स्कुलमा 2 4 दिन 5 7 दिन गयो। त्यसपछि फागुनदेखि लाग्थ्यो। त्यतिखेर फागुनदेखि बढी गयो भने वैशाखसम्म, त्यसपछि जेठदेखि हाँस गोर्खाल लाग्नु पनि स्कुल पठाउँदैन। अनि बच्चैमा सानोमा यो हाम्रो मुलबानीको शिवरी सापकोटा भन्सारको सुब्बा हुनुहुन्थ्यो त्यतिखेर। उहाँले पनि केही समय शिक्षा दिएको थियो हामीलाई। अनि त्यसपछि त्यो बाराखरी त्यतिखेर बाल वर्णमाला किताब थियो। अनि त्यो किताब पढेपछि म स्वस्थानी भन्न सक्थेँ म त्यो बेलादेखि। अनि त्यहाँबाट त्यो किताब भएर हाम्रो छिमेकी एकजना दाइ थियो मभन्दा 5 वर्ष जेठो। ऊ र म स्कुल गएको 31 सालमा म 8 वर्ष भयो, ऊ चाहिँ 14 वर्ष जति थियो, 13 14 वर्ष। ऊ 18 सालको म 23 सालको। 31 सालमा 13 वर्ष हो। अनि हामी दुवैजनालाई त्यहीँको सर थियो, 3 जना सर हुनुहुन्थ्यो, हेमनाथ पौडेल र बद्री अर्याल, ती दक्षिण ढोकाको सर। अनि थापा सर चाहिँ उहाँ यो बर्मखेलको। अनि पौडेल सरले चाहिँ ल यिनीहरूले 2मा पढ्न सक्छ भनेर 2मा हालिदियो राष्ट्रिय निर्माण स्कुलमा। अनि त्यो पढ्दै जाँदाखेरि उहाँको एउटा त्यो थापा सरले म्याथ सिकाउनुहुन्थ्यो। 1लाई चाहिँ 10 सम्म, 10 सेकेन्डसम्म, 2लाई 15 सेकेन्डसम्म, 3लाई चाहिँ 20 सेकेन्डसम्म। अनि त्यो थापा सरले सिकाएको म्याथले अहिलेसम्मलाई मलाई त्यो सम्झना लागेको छ। तपाईँ 20 सेकेन्डसम्म जहाँको सोध्नुहोस् म 30 सेकेन्डभित्र जवाफ दिन सक्छु। जस्तो तपाईँले 17 शताङ्क कति भनेर सोध्नुभयो भने अब म कसरी हिसाब गर्छु भने 17 दशांश 170 भयो। अनि पञ्चे पनि म जहिले पनि कण्ठ पार्छु, 17 पञ्चे 85 भनेर, होइन त। अब त्यसमा 85मा 17 शताङ्क भनेपछि 17 दूना 34 जोड्ने हो। अब 85मा 34 जोडेपछि कति भयो त? 119 भयो। अथवा एकैचोटि 70 त्यहाँ 51 70मा घटाएपछि 51 घटाएपछि त 70मा 51 घटाएपछि त 119 भयो। त्यसरी हरेक कुराहरू त्यो एकजना बुढा पनि यो त्यसरी मैले चाहिँ म्याथ चाहिँ अहिले तपाईँले क्यालकुलेटर जोड्नुभयो भने म कलमले जोड्दाखेरि नि म सके छिटै जोड्छु, नसके तपाईँ क्यालकुलेटर भन्दा ढिलो जोड्दिनँ। अनि पहिलाको पढाइहरू सशक्त नै हुन्छ सरले भने जस्तो। दाजु जुन हजुरको मैले अहिलेसम्म जे देखेँ जे बुझेँ, तपाईँ यति सफल हुनुहुन्छ र आज सफल हुनको लागि तपाईँको धेरै त्याग तपस्या मेहनत देखिन्छ। र तपाईँ अहिले जुन स्थानमा हुनुहुन्छ, जुन पोजिसनमा हुनुहुन्छ, जुन व्यावसायिक आरोह अवरोहबाट तपाईँ सिडी उक्लिँदै होइन इँटा थप्दै जुन ठाउँमा तपाईँ हुनुहुन्छ, तपाईँले म तपाईँलाई सफल मान्छु। र तपाईँ निकै व्यवसायको एक व्यक्ति हो, निकै मान्छेको तपाईँ विशेष व्यक्ति हो, जसले गर्दा तपाईँको आश्रयबाट धेरै मान्छेहरूले जीवन परिवर्तन गर्नुभएको छ। र तपाईँको सरसर्ती मैले हेर्दा, र मलाई त थाहा छैन, तर तपाईँलाई मैले अहिलेसम्म निहाल्दै गर्दा हेर्दै गर्दा तपाईँको जुन बाल्यकाल चाहिँ जस्तो तपाईँको ठ्याक्कै तपाईँ एउटा जुन जन्मिएर जुन तपाईँले जब थाहा पाउनुभयो, जस्तो अहिले बुवाले पढाएका कुरा होइन, अब 1 2 3 4 10 अब त्यसरी भन्न लाउने भयो भने त्यति नै चाहिँ हान्ने भन्ने कुरो भयो नि। अब त्योलाई सम्झिँदाखेरि तपाईँको त्यो बाल्यकालमा कस्तो थियो दाजु? तपाईँको स्वभाव कस्तो थियो? चञ्चले अथवा कस्तो खालको थियो तपाईँको स्वभाव चाहिँ दाजु? म त्यतिखेर पनि अरू त्यो बाल्यकालमा अरू साथीहरूले चाहिँ यताउति बिगार्ने हानि नोक्सान गर्ने थियो। मेरो चाहिँ त्यो छैन। सानैदेखि कसैको केही
बिगार्न हुँदैन भन्ने सोचमा नै थिएँ। त्यसरी नै अगाडि बढ्या हो। अब त्यो बाल्यकालको त अब धेरै कुराहरू छ। हाम्रो पालोमा अब म चाहिँ बुवाको पनि मामा घरमा हुर्किया हो, बुवा पनि मामा घरमै हुर्किया हो। अनि हामी बुवाको मामाले नि बिहे गरिदिएको, तिनै 2 बिहे भयो। अब त्यसमा अब त्यो बच्चाकै कुरा भन्दा नि अब त्यो हामी चिउरो कुद्न थिमीमा गएको, थिमीमा भक्तपुरबाट धान ल्याउने, थिमीमा चिउरो कुद्ने 32 सालदेखि हामी असनमा बेच्नेबाट सुरु गर्दाखेरि चाहिँ 2032 सालमा मिसिन आएको। त्यसपछि हाम्रो बाले चाहिँ 3 मिलमा चिउरो कुट्थ्यो, एउटामा मात्रै होइन। उसलाई अलिक बढी चाहिने, अरूको चाहिँ 80 किलो हुन्थ्यो भने हाम्रो 100 किलो हुने, 100 किलो 110 किलो त्यो किसिमको थियो। अनि लगभग 34 सालदेखि चाहिँ म एक्लै काठमाडौँ गएर बेच्न जाने, भक्तपुर धान लिन जाने, दुइटै काम गर्थेँ। अनि जब 35 साल चैत 26 गरे चाहिँ मेरो आमाले छोड्नुभयो बेलुका 7:45 बजे। छोड्नुभयो भन्नाले 2035 साल चैत 12 महिना 26 गते बेलुका 7:45 बजे समय होला लगभग। त्यो चाहिँ कस्तो भएको थियो भने म त्यतिखेर मेसिन ठेक्कामा चलाएको थियो हामीले। अनि सामान बिग्रेर तेवालमा किन्न जानु पर्थ्यो। अनि त्यहाँबाट किनेर आउँदा मिन बसकै बसिसकेको मिन बस ओर्लेर अर्को मिन बसमा बस्दाखेरि त्यो आधी घन्टा ढिलो भएर म 8 बजे आउँदा आमा निस्किसक्नु भएको रहेछ। त्यतिखेर अब कसरी बेपट्टा हुनुभएको अहिलेसम्म अत्तपट्ट छैन। अब यो कुरा चाहिँ मैले यहाँबाट पनि केही कतै हुनुहुन्छ भने मरेको या बाँचेको कसैले सुन्नुभएको छ भने पनि थिमीमा रामशरण प्रजापतिको मिल थियो, थिमी पाचो भन्ने ठाउँबाट, त्यहाँबाट हराएको हो। अनि खोज्न त बुवाले धेरै खोजे। त्यहाँबाट 35 त्यतिखेरदेखि हाम्रो बाले रक्सी खान थाले, बेस खान। अनि बिहानदेखि बेलुकासम्म खाने, बेहोसमै लगभग अब 35 सालदेखि 62 भनेपछि कति वर्ष भयो? 27 वर्ष। त्यति चाहिँ बेहोसमै जानुभयो। त्यो बिचमा बेच्न हुने जति बेचेर सम्पत्तिहरू जोरे, त्योभन्दा अगाडि जोरे पनि थियो। अब त्यो सिद्धिएर जानुभयो बेच्न हुने जति। भनेपछि हजुरको मम्मी चाहिँ बेपत्ता हुनुभएको। त्यो कालगतिले चाहिँ तपाईँको यस्तो मर्नु भएको होइन भनेपछि हराउनु भएको, अहिलेसम्म टुङ्गो छैन, मरेको बाजेको अत्तो छैन। भनेपछि भक्तपुरबाट त्यस्तो भक्तपुरको मध्यपुर थिमी पाचो तोलबाट। चपाचो भने चाहिँ अलिकति तल पर्छ, पाचो भने चाहिँ बिचमा पर्छ। बाखा बजार चाहिँ बाखा बजार कतेपछि गङ्गा चिवा हुन्छ, गङ्गा चिवाको एरियालाई चाहिँ पाचो भन्छ। त्यहाँ के खोलासोला पनि थियो कि दाजु? के त्यस्तो होइन, त्यो थिमी बजारै भयो नि। अनि त्यो के कारणले भने अनुसन्धान केही भयो दाजु? त्यतिखेर सर्च भयो, खोजी? अब 1.5 वर्षको बहिनी पनि लगेको थियो। अब अनुसन्धानमा धेरै बुवाले त अब खोजेकै हो, सक्दो खोजे हो। नपाएपछि बिहे गरे, गर्नुभयो। अब 16 वर्षको केटी बिहे गरेर पनि 7वटा बच्चा भएपछि हराएको हो। 16 वर्षको केटी बिहे गर्दा नि बुवालको मन शान्त भएन। भनेपछि के साथमा बहिनी पनि थियो र? बहिनी पनि थियो। बहिनी पनि हराएको? मम्मी बहिनी दुइटै त्यहाँबाट हराउनु भयो। अनि त्यस पछाडि तपाईँ के आफै आउनुभयो कि त्यहाँ? म त काठमाडौँमा त्यो मेसिनको सामान बिग्रिएर सामान किन्न गएको थिएँ। त्यतिखेर तपाईँ कति उमेरको हुनुहुन्थ्यो? म 12 वर्ष। 12 वर्ष, जस बुझ्ने हुनुभएको रहेछ होइन? त्योभन्दा 2 वर्ष अगाडिदेखि एक्लै भक्तपुर धान लिन जाने, एक्लै काठमाडौँमा चिउरो बेच्न जाने। अनि मेसिनमा चिउरो कुट्ने पनि मलाई आउँथ्यो, सबै गर्थेँ। अनि त्यसपछि बुवा नभएपछि सानीमा ल्याएपछि त बिहान 3 बजे 2 बजेतिर उठाइदिने, अनि चिउरो कुट्यो। अनि बिहान भएपछि उनीहरू बाबाआमा उठेर आउँछन्, सानीमा भयो, उनीहरू चिउरो चाल्न पर्थ्यो।
चाल्ने काम गर्थेँ। म चाहिँ भक्तपुर धान लिन जान्थेँ। सधैँ चाहिँ होइन, जे होस् 1-2 दिन बिराएर। अनि भक्तपुरबाट धान लिएर कहिले त्यही दिन आइसक्थ्यो, कहिले चाहिँ फेरि बेलुका जानु पर्थ्यो। काठमाडौँमा चिउरो बेच्न गयो, चिउरो बेचेर त्यहाँबाट फेरि आयो। अनि त्यो बच्चामा पनि त्यो त्यतिखेर इनारको पानी बोक्नु पर्थ्यो। इनारमा तानेर धान उसिन्नलाई पानी बोक्नु पर्थ्यो। त्यो ठुलो गाग्री, ठुलो मान्छेले बोक्ने ठुलो गाग्रीको चाहिँ 5 गाग्री पानी भए पुग्ने। मैले बोक्ने गाडी चाहिँ 7 गाग्री चाहिन्थ्यो। अब सोध्नु त कहाँ होइन, 14 गाग्री चाहिन्थ्यो। 14 गाग्री त्यो सानो गाग्री बोक्न सक्थेँ म त्यतिखेर। 32-33 सालमा त अब म 9-10 वर्ष मात्रै थिएँ नि त। त्यहाँबाट 37-38 सालमा आइपुगेपछि हाम्रो बुवा र सानीमाले अब अलिकति गडबड गरे। अनि त्यसपछि हाम्रो त्यो समयमा नेवारहरूको एक भारी धान लास दिएर भिन्न राख्थे नेवारहरूको। हाम्रो 130 बोरा त्यो हरियो पाटाको बोरा भनेको लगभग 110-20 किलो हुन्थ्यो। 100 किलोभन्दा बढी नै हुन्थ्यो। त्यस्तो स्टक राखेर काम गरेको थियो त्यो समयमा। अनि एउटा प्रतिष्ठित जस्तै भइसकेको थियो। अब त्यो 3 महिना बसेर खायो, त्यो सबै सिद्ध्यायो। खाने खेल्ने भएपछि त के रहन्छ र। अनि त्यसरी सिद्ध्याएपछि अनि हामी 39 सालमा घर त बर्खामा प्राय आउँथ्यौँ नै। अनि 39 सालमा चाहिँ अब त्यो काम छोडेर गाउँघरतिर अब खेतीपाती गर्न थाल्यो। अब खेती चाहिँ थियो खान पुग्ने, खाएर आधी खाएर आधी बेच्न पुग्थ्यो। मामा बाजेको अब 12-15 रुपियाँ खेत थियो। अनि त्यसपछि अब त्यो खेती गऱ्यो। अनि 2 क्लास राष्ट्रिय निर्माण स्कुलमा पास गरेको थिएँ भने अनि एकैचोटि 8 क्लासमा चाहिँ सिद्धि गणेश माध्यमिक विद्यालय सिद्धिकालीमा पढ्न थालेँ। अनि त्यो सबै कुरा सिद्धिएपछि अब मैले पढ्नुपर्छ भनेर सोचेर 8मा भर्ना भएर पढेँ। अनि त्यसको चाहिँ त्यो बेला चाहिँ कस्तो भएको थियो भन्नाले एउटा त्यो फर्स्ट त्रैमासिक आयो नि जाँच। अरू नेपालीमा चाहिँ मलाई समस्या छैन, फेरि म्याथमा नि समस्या छैन। अनि बीजगणितमा पनि मलाई एउटा साथीले सिकाइदिएको थियो, लेखा पनि सिकाइदिएको थियो, त्यो सबै आउने। इङ्ग्लिसमा चाहिँ एकदमै गाह्रो भयो। अब त्यो कल्पनाभन्दा बाहिर कि त्यस्तो गाह्रो भयो इङ्ग्लिस त। त्यो सार्न पर्दाखेरि पनि एउटा अक्षर मात्रै सार्न सक्ने त्यस्तो भएको थियो। अनि लास्टमा त्यो पढ्दा लास्ट फाइनल जाँचको बेला बर्खामा बुवाले पितेर भागेर मामा घर बसेँ 3 महिना। अनि त्यसपछि दसैँमा लिन आयो, गएर त्यही वर्ष मङ्सिरमा बिहे भयो। यो मङ्सिरमा 10 गते बिहे हो। अनि त्यसपछि फेरि हामी 1 महिना पनि सँगै बसेनौँ, भिन्न बस्यौँ बिहे गरेर। अनि घर त त्यही हो भए पनि अब कामकाज भिन्न भयो भनौँ न। खाना मामाको बाबाको मामाकै मामा बाजेकै खाने हो, त्यहीँ बसेर त्यही उसमै। अनि भिन्न जस्तै भयौँ कामकाज। अनि त्यसपछि पनि बुवाले त्यतिखेर चाहिँ अन्डाको काम गर्थ्यो। अन्डा बोक्न लाने, अनि राति 9-10 बजे आउने। अनि त्योबाट खाने। त्यो भएर एक दिन अति भएर मैले बुढीलाई अबदेखि बुढी जाँदैन भनेर भन्ने। त्यति नै आँट गरेर भनिदिएको मैले, नर बुवासँग बोल्ने आँट थिएन मेरो। अब बोलेको पिर्थ्यो। अनि आँट गरेर भनेपछि अनि दाजु यो जुन पिट्ने भन्ने कुरा, जुन बुवाको, जो सानीमाको, जस्तो आमाको छोडाइको पीडा, अनि बुवाले ल्याएको सानीमा ल्याउनु भयो, ल्याइसके पछाडि कतिपय काम गर्न मन नलागेको बेलामा काम गर्नुपर्ने, अनि सौतनी आमाको बुझाइबाट पिटाइ खानुपर्ने र काम गर्नुपर्ने, त्यो चिजलाई हजुरले सम्झिँदाखेरि जस्तो मलाई लाग्छ तपाईँले त्यो भन्दै गर्दा तपाईँले छोराछोरीलाई त एक पड्याङ पनि हान्नु भएको छैन होला। किनभने त्यो भोगाइले नि जस्तो तपाईँलाई पक्कै पनि त्यति कुरा दुःख सुख त लागेन।
बहुत दुखाइ त भयो। सायद मलाई लाग्छ त्यो तपाईँले भन्दै गर्दा जस्तो तपाईँले छोराछोरीलाई सायद अहिलेसम्म दुःख दिनुभएको छैन, नचाहिने त्यति मजाले गाली पनि गर्नु भएको छैन जस्तो लाग्यो मलाई, त्यो तपाईँको अनुभवले। किनभने त्यो भोगेलाई थाहा हुन्छ नि त। होइन, अहिलेसम्म मैले त्यस्तो केही पनि भनेको छैन। जेसुकै भने पनि अब एकचोटि पिट्या छैन भन्दाखेरि एकचोटि अब मैले पढ्न नपाएको कारणले छोराछोरीले पढोस् भन्ने चाहिँ मेरो ठुलो चाहना हो। उनीहरूले पढाए पनि हो। विद्या अर्जनमा दुइटै स्कुल हालिदिएको थिएँ छोराछोरी दुइटैलाई। अनि छोरा स्कुल जानु मानेन। नमानेपछि अब म पनि अब बिहानदेखि बेलुकासँग काम गर्छु कि मेरो 100 रुपियाँ सामान पनि मेरो छोराछोरीलाई मैले फाल्टो किनिदिएको छैन। खेलाउन भनेर किन्दिनँ र उनीहरूको त्यो रमाइलोलाई मैले घुमाउनु पाइनँ कि। अनि अब किनभने लगभग जिरोदेखि भनौँ न सुरु गर्नु पऱ्यो सबै चिज। अब त्यो गरे भए म यो स्थानमा पुग्नै सक्दैन थिएँ। अनि त्यो कारणले गर्दाखेरि एक दिन चाहिँ पिटेको छु मैले, लट्ठी एउटा धुलो हुने गरेर। त्यो चाहिँ किनभने स्कुल गएन भनेर त्यो पिरा थियो नि त मलाई, मैले पढ्न नपाएको। त्यो भएर हो। अनि उसको चाहिँ पिरा अर्कै रहेछ फेरि। अब त्यो बिचरा यो 1 मा पढ्ने बच्चालाई के थाहा र, होइन? अनि ऊ चाहिँ मनोकामना पर्ने इच्छा रहेछ। मैले विद्या आर्जना पढाएको, उसले भन्या भए नि हुन्थ्यो फेरि। त्यो दिन स्कुल मैले त्यहाँ कुदेर पुऱ्याइदिएँ, तर गएन, फर्केर आएछ। म त आफ्नो काममा गइहालेँ। अनि बेलुका आउँदाखेरि भन्यो, ल भोलिपल्टै मनोकामना ल्याएर भर्ना गरिदिएँ। अनि मैले चाहिँ बच्चाहरूलाई चाहिँ के चाहिँ गरेँ भने उनीहरूलाई चाहिने चिज लिन पऱ्यो भने चाहे पुल्चोक पुग्नु परोस्, चाहे जहाँ पुग्नु परोस्, जस्तोसुकै काम छोडेर पनि गएर ल्याइदिने हो। नचाहिने चिज चाहिँ मैले किन्दिनँ। मोबाइल पनि 10 पास गएपछि मात्रै किन्थ्यो। जुन त्यो हजुरको भोगाइले, जुन अनुभवले त्यो चिजहरू बच्चाहरूलाई दिनुपर्ने आवश्यक, किनभने त्यो तपाईँ प्र्याक्टिकल हो नि त। किनभने जिरोबाट हिरो भएको मान्छे हो नि त, होइन? किनभने अघि तपाईँले भन्नुभयो जुन भोग्नेलाई थाहा हुन्छ पीडा, त्यो तपाईँले व्यक्त गर्नुभयो। दाजु अहिले सरसर्ती तपाईँले तपाईँको जन्मदिने मम्मी कहाँ हुनुहुन्छ? स्वर्गमा हुनुहुन्छ अथवा जीवित हुनुहुन्छ? र बुवा मम्मीलाई हजुरले सम्झिँदाखेरि कसरी सम्झिनुहुन्छ? अब सम्झिनु त म सधैँ सम्झिरहेको हुन्छु। अब अरू थोक भन्दा नि बुवाको अघि पनि भने मैले बुवा एउटा गुरुको रूपमा लिन्छु। अनि आमालाई त अब 12 वर्षमै छोडेर जानुभयो। अब त्यतिखेर आमाले भन्दा नि हजुरआमाले माया गर्नुहुन्थ्यो मलाई, दुईटा हजुरआमा। बुवाको माइजू मैले 8 वर्षदेखि भात पकाएर खुवाएको पनि छु हजुरआमाले फेरि। मलाई त्यो ट्यालेन्ट छ। अब अनि त्यसपछि यो 39 सालदेखि 44 सालसम्म चाहिँ मलाई धेरै कठिन भयो। त्यो खेत खन्ने काम गर्नु पर्यो केटाहरूले। त्यसले हामी यहाँ काठमाडौँमा चाहिँ प्रायः हलो जोत्दैन, प्रायः नेवारहरूले त्यो हलो छुँदैन। अनि त्यो कारणले गर्दा खन्ने काम हुन्छ। अनि त्यतिखेर चाहिँ अब अरू चाहिँ मभन्दा अलि उमेर पाएका, जस्तै 4-5 वर्ष पाएका, म चाहिँ त्यो काम गर्ने 5-7 जना मध्ये चाहिँ म चाहिँ कान्छु कि। अनि अब पहिला सानोदेखि मैले त्यो कोदाली छोराले चलाइन व्यापारमा लागेँ। अनि त्यो 4-5 वर्ष खेती काम किसान गर्दाखेरि चाहिँ एकदमै गाह्रो भयो थियो मलाई। अरूसँग मेलामा त सँगै जानु पऱ्यो नि त। अनि अब उनीहरू चाहिँ हल्कै तारले गर्ने, मलाई चाहिँ अलिक गाह्रो हुन्थ्यो। त्यसरी गरेँ। अनि त्यहाँबाट अब 41 सालमा बिहे गरेको, 42-43 सालमा अब अर्को एउटा घटना पनि त्यस्तै छ। 43 सालमा मेरो श्रीमतीले छोरा मास पुगेरै घरमै जन्मेको, जन्मिँदै अब सास फेरेन। अब त्यो मऱ्यो भन्यो। ल भने त्यतिकै भयो। हामी त बच्चै थियौँ, केही थाहा भएन। बाउ र सानीमा त्यहाँ थिएन। अब हजुरआमा पनि बितिसक्नु भएको थियो। बुवाको मामा हजुरबा मात्रै हुनुहुन्थ्यो। अनि त्यो चाहिँ 17 दिन घरमा बस्दाखेरि अब खाजा खुवाउने आउनेको मासु चाहिँ
ल्याउँथ्यो होइन, त्यो चाहिँ खान पायो। मैले एक छाक मासु पनि किनेर खुवाइनँ मेरो बिल। त्यो त एकदम अहिले सम्झिँदा नि काली लाग्छ कि त्यो। त्यसरी बचाएको 1500 जति पैसा बचाएको थिएँ त्यतिखेर। 15 रुपियाँ ज्याला, 15 कि 17 रुपियाँ ज्याला थियो त्यो खेत काम गरेको। 1500 जति बचाएको थियो आफ्नो खेती गरेर पनि। अनि अब किनेर खान चाहिँ हाम्रो पर्दैन। अनि त्यसले कारणले त्यो बचिया थियो। अनि फेरि हजुरबाहरूले नै घरमा खर्च गर्थ्यो अलिअलि नुन तेल मरमसलाहरूमा चाहिँ। अनि त्यसले गर्दाखेरि त्यति बचाएको पैसाले मैले घर बनाएँ। 14 मुरी धान चाहिँ राखेको थियो माथि। हजुरबाले 39 सालमा हामी आमा नभएपछि बाउले सानीमा ल्याएपछि 39 सालमै हामीलाई 2 रोपनी 6 आना चाहिँ भाइलाई र मलाई दिएको थियो रैकरमा। अनि गुठी 1 रोपनी 3 पैसा जग्गा चाहिँ त्यो दर्ता गर्न पनि पछि हामीले धेरै सङ्घर्ष गरेर दर्ता गऱ्यौँ त्यो पनि। त्यो चाहिँ हजुरबाले दिएको थियो। त्यसले गर्दा त्यो त्यहाँको पाउने 2 रोपनी जग्गा थियो 10 आना 13 आना चान्चुन रैकर र 1 रोपनी चान्चुन गुठी। त्यो धान चाहिँ हामीले माथि राखिएको थियो। त्यही धान बेच्यौँ। अनि अलिअलि सहयोग भन्दा नि अब त्यो ऋण चाहिँ मैले जम्मा 2500 ल्यायो, 1500 र 1000 त्यति लिएर मिस्त्रीलाई शुद्ध त्यो हामी ज्यामी काम गरेर कताएर त्यो घर बनाएको। भनेपछि दाइ पहिला ज्यामी काम पनि गर्नुहुन्थ्यो? मैले आफ्नो ज्यामी त्यो किसान भनेकै ज्यामी भयो नि त। जति किसान हामी गर्छौँ नि अहिले पनि ज्यामी भन्छ त्यसलाई। दाजु 4 वर्ष त पुरै गरियो। अनि घर बनाएको वर्ष नि गरियो। त्यसरी उनीहरूलाई कटाएपछि अनि चैतको 26 गते 43 साल चैत 26 गते हामीले छानो लायौँ। अनि त्यसपछि 2 गते हाम्रो बिस्केटको जात्रा हुन्छ। फुपाजु लोकन्थली फुपाजहरू सबै बोलाएको थियो पाहुना। फुपाजलाई चाहिँ मैले भने फुपाजु अब म नि गाह्रो लाउनु पऱ्यो, सिक्नु पऱ्यो, अलिअलि आउँछ मलाई नि भनेको। अनि त्यो दिवी बन्जन, दिवी लामा, के भरत गुरुङहरूको त्यो त्यतिखेरको थियो नि टोयलेटमा पनि सुन हाले भन्ने। त्यो त्यतिखेर त्यो राई पनि थियो नि एकजना, उनको चाहिँ लोकन्थलीमा घर बनाएको थियो रहेछ। 3 रोपनी जग्गामा त्यो कम्पाउन्ड लाउन गयो। त्यहाँ गयो उयोबाट सिकाइदियो। त्यसपछि अर्को वर्ष चाहिँ एयरपोर्टमा अन्तर्राष्ट्रिय टर्मिनल भवनमा काम पाएँ। त्यहाँ 1 वर्ष मैले काम गरेपछि त्यहाँबाट हिरो जस्तै यस्तो फास्ट लाउँथेँ कि तपाईँको यो इँटा छ नि यो त्यो समातेर माथि लाउने बेलासम्म त्यसको 8वटा मुख हुन्छ नि, त्यो 8 मुख हेर्न सक्छ आउँछ। अनि जताएर लाउने हो त्यो आउँछ मलाई। हामीले 3000सम्म त लगाएको छ एक दिन त्यो मिस्त्री सिकेपछि। त्यसपछि त्यहाँबाट हामीले अब अरूले भन्दा डबलै काम गर्ने त्यसरी काम गऱ्यौँ। लगभग 46 साल 45 साल फागुनदेखि 46 साल माघसम्म एयरपोर्टमा काम गऱ्यौँ। अनि त्यसपछि थिमीमा पनि 14 दिन काम गऱ्यो टिबी हस्पिटलमा। अनि उहाँ यो के भन्छ पाटनको चिडियाखानाले के भन्छ त्यहाँ जाउलाखेल। जाउलाखेलमा चाइनिजले बनाएको क्याम्पसमा नि काम गऱ्यौँ। अनि गर्दा 3 महिनासम्म 9वटा ठेकेदार फेरेर पनि काम गरेँ एयरपोर्ट छोडेपछि। त्यसपछि लास्टमा एउटा राम्रो ठेकेदार फेला परेको थियो। त्यसपछि हामीले गाउँमा काम पाउन थाल्यो। अनि आफैले काम सुरु गरेको 47 सालदेखि। अनि हामीले राष्ट्रिय निर्माण स्कुलमा पढे भए पनि हामीले आनन्द भैरव स्कुल चाहिँ 39 सालमा सुरुवात भएको। त्यो लगभग 800-900 मिटर ताराबाट पानी बोकेर इँटा बनाएर त्यो स्कुल बनायो। त्यतिखेर त्यो स्कुल बनाएर अनि 48-49 सालतिर त्यहाँ 3 कोठा भवन पनि मैले एकदम सङ्घर्ष गरेर त्यतिखेरको बेलामा बनाइरहेको थिएँ। र अहिले पनि स्कुलले सम्झिन्छ मलाई। अब यो पुसको 14 गते स्कुलको वार्षिक कार्यक्रम हुन्छ, जहिले नि बोलाउनुहुन्छ। अब त्यसरी मिहिनेत गरेर गरेको अहिले चाहिँ त्यहाँ त्यो स्कुलमा एउटा
ऊ कार्यक्रम बनाएछ सेकेन्ड अभिभावक। त्यसमा चाहिँ तपाईँले जतिजना विद्यार्थीलाई पढाउनु भयो एकजना विद्यार्थी पढाउन 5,000 देखि 10,000 लाग्छ, कति क्लासको लाई लिने हो त्यो अनुसारको तपाईँले पैसा हालेपछि त्यो बच्चा पनि चिनाइदिने। अनि त्यस्तो कार्यक्रम ल्याएर 180 जना विद्यार्थी चाहिँ सबैजनाले मिलाएर पढाएछ। मैले 5 जना पढाइरहेको छु। दाजुको जुन जुन अहिले हजुरले भनिरहनु भएको छ नि, जस्तो तपाईँ कति सालबाट चाहिँ तपाईँको जीवन अलिक सहज अथवा व्यावसायिक उसमा चाहिँ कति सालबाट चाहिँ तपाईँको अलिकति सोचे जस्तो हुँदै गयो, अथवा व्यावसायिकमा तपाईँले कति सालबाट प्रवेश गर्नुभयो? व्यवसाय त मैले 46 सालदेखि 47 सालदेखि मैले ठेकदार अरूको काम गर्दा गर्दा त्यो पैसा लिन नसकेको त्यो बेलाको भनौँ न दुःख त अब सम्झिन नि काली लाग्छ। त्यही त। त्यो बेला खाएको देखेर अब म कसैको रुपियाँ नि खान्न, म चाहिँ ठेकदार बन्छु भनेर भनेको। त्यसले चाहिँ 2-4वटा पीडा दिँदो रहेछ कि कस्तो हो नि, कसैको सुक्क नखाने भन्ने पनि पीडा हुँदो रहेछ। पछि थाहा महसुस गरेको। अब अर्को ठेकदारले फकाउने होइन त। अनि फकाएपछि हामी त अभाव हुन्छ नि काम भएपछि कहिले। अनि फकाएपछि मेरो हजुरआमा मऱ्यो भनेर पनि अब 10 वर्षपछि अगाडि हजुरआमा मरेको पनि अहिले मऱ्यो भनेर पैसा लिएर जाने, त्यो नभन्दा नै दिने गरेको थिएँ मैले। कसैको खाने भनेर सोचै गरेको थिएन त्यसरी। अनि जो ज्यामीमा छिर्छ त्यो छिटै मिस्त्री बनोस्, अनि मिस्त्री बनेर ठेकदार बनोस्, त्यो मलाई ऊ छैन। म चाहिँ त्यो हिसाबले आफूले दुःख पाएको हुनाले त्यो हिसाबले सोच्थेँ। अनि अब जब हामी मक्कलबारीमा डिपो राखेर चाहिँ 61 सालदेखि हो, 2061 सालसम्म चाहिँ उतापचरा धेरै भयो। अब 56 साल साउन 12 गते म बिरामी भएको। अनि 55 साल के अरे फागुन 6 गते चाहिँ छोराको वर्तमान र भतिज भाइको छोराको पनि त्यसैमा गरेको, हजुरबाबुको जङ्गको पनि त्यसैमा गरिदिएको मैले। त्यो पनि एउटा अब हर्ष उल्लास साथै गरिदिएको त्यो गाउँमा सबैभन्दा स्तरीय नै गरिदियो त्यतिखेर। अनि साउनको 12 गते बिरामी भएको चाहिँ पेन्कटाइटिस भएर 4 वर्ष चाहिँ एकदमै गाह्रो भयो। र एउटा कुरा त्यो गाउँमा हामीले त्योभन्दा अगाडि चाहिँ गाउँमै मुलपानीमै घर बनाउँथेँ। अनि उनीहरूले चाहिँ अब सबै पैसा प्रायःले दिँदैन थियो भनौँ न। अनि म बिरामी हुँदाखेरि चाहिँ भगवान्को कृपाले मलाई ऋण लागेन। 15 दिन हस्पिटल बसेँ, 4 वर्ष जस्तो ऊ भयो। यो रोगले 59 साल चैत 29 गते नै अपरेसन गरे हो। त्योभन्दा अगाडि औषधि खाएर धेरै ऊ भयो। अब 14 सम्म दिनुपर्ने त्यो अरू त्यो प्याङ्क्रेसले छुँदै नछुने, सुई लगाएपछि मात्रै दुख्ने। अनि यो प्याङ्क्रेसको चाहिँ त्यस्तो दुख्दो रहेछ। अनि त्यो बेला जो सबैले बसिदियो, मात्र 1-2 जनाले दिएन। एकजना मान्छेले चाहिँ अब त्यो नाम चाहिँ नलिउँ होला है, जापानबाट भर्खर आएको थियो, 49-50 सालतिरको कुरा हो। त्यसले चाहिँ अति दुःख दियो। 3 तलासम्म माथि गाह्रो लाग्यो। जम्मा 3 जना, 1 जना मात्रै ज्यामी, 2 जना हामी आफैले त्यो गरेर 3 तलासम्म घर बनायो। त्यतिखेर काम अलिक कम थियो। अनि तल्लो तला चाहिँ 10,000 उठाएको थियो, दियो। 2 तलाको पैसा दिएन। तल्लो दिएपछि त माथि पनि देला भने, माथि सिद्ध्याएपछि दिउँला भने, ल भनेर भने, माथि बिचको सिद्ध्याएपछि माथि सिद्ध्याएपछि दिउँला भने, त्यो पनि सिद्धियो, दिएन। 1 रुपियाँ दिएन। अनि त्यहाँबाट बिहान गयो बेलुका आइज भन्छ, बेलुका गयो बिहान आइज भन्छ हेर्नु। अनि 4-5 दिन भएपछि कति आइरहेको तेरो पैसा खाइदिन्छ कि क्या हो भन्ने है। त्यसो गर्दा गर्दा 1 महिना धाएपछि छोडिदिएँ ठ्याक्कै। त्यो 1 रुपियाँ दिएन। त्यो चाहिँ एकदमै चित्त दुख्यो कि त्यतिखेर त धेरै गाह्रो थियो। त्यतिको त्यो नदिएको अमाउन्ट चाहिँ कति थियो?
त्यतिखेर 17-18 हजार 17-18 हजार। त्यो 17-18 हजार भनेको अहिलेको कति जति होला? अब कुनमा तुलना गर्ने, अब सुनमा तुलना गऱ्यो भने त्यतिखेर सुन तोलाको 3,000 जति थियो। 3,000 हो 3,035 थियो त्यतिखेर। अब जग्गाको तुलना गर्ने हो भने अब झन्डै 1 रुपियाँ नि भन्न परि आउँथ्यो। अब अरूको पैसाको तुलना गर्ने हो भने अब चाहिँ अहिलेको त्यो गारोको रेटको तुलना गर्ने हो भने चाहिँ त्यतिखेर अब जग्गाको कुरा गरौँ न। जग्गाको तुलना गर्ने कहाँ 1 रुपियाँ जति आउँथ्यो भने हो त्यो पैसा नतिर्न तपाईँ के भन्न चाहनुहुन्छ? होइन अब केही भन्दिनँ, त्यस्तो कति छ नतिर्ने। पछि अब व्यवहारमा पनि यो 66 सालमा हामी यो एक्सिडेन्ट भयो। त्यो एक्सिडेन्ट हुँदाखेरि अब त्यो मर्न पर्ने कसरी बाँच्यो भन्ने सोच अहिले पनि यसो सम्झिँदाखेरि कसरी बाँच्यो जस्तो लाग्छ कि। तपाईँ हामी दुईजना बुवाको श्राद्ध गर्न लोकन्थली गएको थियौँ। बिहान यो कार्तिक 12 गते बिहान 7:45 भन्दा 20 मिनट बाँकी थियो। गठघरमा एउटा मात्रै बाटो थियो नि त। त्यसमा सुइँ गाडीहरू गइरहेको थियो। यता र एम्बुलेन्स गयो अनि एम्बुलेन्सको पछि गयो। हामी बुढाबुढी थियौँ। पछि गएको उता 10 सके कोइला लिएर आएको रहेछ। अनि त्यहाँबाट एम्बुलेन्स चाहिँ छिरिहाल्यो। मेरो नछिर्ला बस जस्तो भयो। ब्रेक समातेको त चिप्लो स्प्लेन्डर ब्याग थियो। यस्तो भयो। अब रोक्ने नसक्ने भएपछि त त्यहाँबाट छिराउनु परिहाल्यो। छिराउँदाखेरि स्वत्त अगाडि छिर्यो होला मेरो विचारमा, पछाडि चाहिँ त्योले छोएपछि ब्याग यसरी घुमेर लड्यो। ठ्याक्कै यसरी लड्यो। अनि उत्तापट्टिको गाडी चाहिँ रोक्यो। बुढीको त्यो खुट्टा त यो चाहिँ ठ्याक्कै त्यो टायरको हुन्छ नि व्हिलमा त्यहाँ ठोकिएको छ। अनि लड्दाखेरि यसरी लड्यो नि। लडेपछि बुढीको टाउको त मेरो हातमा ठ्याक्कै पऱ्यो। अनि त्यो दिन मात्रै मैले छाला जुत्ता लगाएको। हेलमेटमा यो पनि त्यही दिन मात्रै लगाएको छु। नलाउने गरेको थिएँ कि लाउँदैन थिएँ। अनि हेलमेट पनि झरेन। छाला जुत्ताले गर्दा रगत आएन, हड्डी मात्रै काचाकुचु भएछ। हड्डी चाहिँ काचाकुचु उसले 2 मिटर जति तानिदियो कि नत्र हुँदैन थियो। ब्यागलाई उता तानिदियो। अनि अझै पनि म त त्यहीँ गठघरको त्यो के हस्पिटल भन्छ त्यो हस्पिटलको नाम कस्तो मनमा त आउँछ मुखमा आएन। अनि त्यो हस्पिटलमा पनि अब मेरो भन्दा बुढीको चाहिँ यत्रो शून्य थियो। अब उसको अपरेसन गर्नुपर्छ भने त्यहाँ नसकेर बिएनबी पठायो। बिएनबी पनि त्यो उसको गर्नुपर्छ भनेर भन्ने फेरि हेर्दा मेरो भाँचिया देख्ने एक्सरेमा। अनि त्यो के भन्छ सिटी नै 2 चोटि गरेर अनि मेरो भन्ने प्रमाणित भएपछि अनि मेरो अपरेसन गरे। भनेपछि दाजुले अहिलेसम्म कतिजना ठेकेदार बनाउनु भयो? केही एका छ? गणना त छैन। अब मेरो मामाले ठेकेदार बनाए, भाइलाई बनाए, सालोलाई बनाए। अब अरू अब त्यो छरछिमेकीहरू छन्। कोही ज्यामी मिस्त्री त कुरै छोड्ने, ज्यामी पनि ठेकेदार बनिदियो। अब त्यस्तो तपाईँले धेरैजना जस्तो तपाईँको बुझाइबाट, तपाईँको सङ्घर्षबाट धेरैजना एउटा ज्यामीबाट ठेकेदार बने, ज्यामीबाट मिस्त्री बने। तपाईँले जानेका स्किल, तपाईँले जानेका अनुभवहरू अब जसको घर बनाएँ नि मैले, उयो 56 सालपछि चाहिँ मुलपानी छोडेर जोरपाटी लागेँ 57 सालदेखि। जसको घर बनाएँ सुरुमा त्यो मान्छेले हाम्रो त्यो घर बनाएको मगलबारीको अहिले घर। त्यो साउ मैले छोडेपछि सालोले एउटा घर बनायो। उसमा पनि चित्त बुझेन। अनि अर्को ठेकेदारलाई दिएर अरूले पनि चित्त बुझाउन सकेन छ। अनि आफैले ठेक्का के त्यो फर्म किन्दै काममा मिस्त्रीहरू लाउँदै गऱ्यो। मैले 65 सालमा छोडेको काम। अनि लाउँदै गऱ्यो। अनि गर्दा ऊ अब आफ्नो बनायो, भाइको बनायो,
सालोको बनायो, बहिनीहरूको बनायो, दिदीको बनायो, अनि आफू ठेक्रार। अहिले हाम्रो त्यो घर चाहिँ त्यो बाटोको सिजी बसेको कम्प्लेक्स चाहिँ उसले बनाएको। दाजुको अहिले के रियल इस्टेट कम्पनी पनि छ? छैन कम्पनी त, त्यो इन्जिनियर चाहिँ मेरै मैले गरे हो त्यो घरको नक्सा त अब यिनीहरूले बनाएको। अब मेरो त पढाइ होइन, किनभने 20 वर्ष ठेकदार गरेको अनुभव छ नि त। लगभग 300 घर बनाएँ होला मैले। दाइले अहिलेसम्म कतिवटा घर बनाउनु भयो? 300 जति, अरूको आफ्नो गरेर 300 जति बनाएँ। 300 मेरो आफ्नो त 10-12वटा, बढी पनि 15वटा जति बनाएँ होला। त्यति बनाएर टोटल तपाईँको हातबाट घर बन्ने 300-400 घर बने? 300 भन्दा माथि होइन दाजु? अब त्यो घर बनाउँदै गर्दा जुन तपाईँले पाउनुभएको ज्ञान, जस्तो अब कोही मान्छे एउटा तपाईँ जस्तै दुःखबाट बिलोङ गर्दै एउटा सपना बोकेर हिँड्दै गर्ने मान्छेहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ, कस्तो सुझाव दिन चाहनुहुन्छ? अब त्यसको लागि त सुझाव त मैले अहिलेसम्म राम्रै दिएको छ। जसको काम गरे पनि होइन त, आफ्नो मनले कल्प्या जस्तो त्यो कसैको यो फलानुको अरूको काम गरे त हो भनेर खेर फाल्ने, अनि आफ्नो चाहिँ जतन गर्ने, त्यो चाहिँ हेभी छ। अहिले धेरै देखिएको छु। अब 100 देखेन भने त्यो सिमेन्टी पुरपार पारिदिन्छ। अब के गर्छ, त्यो जुन पहिला हाम्रै पालामा पनि जब 5 बजे छुट्नु छ भने 4 बज्छ, त्यहाँ मसल देख्छ नि, अनि यता र दायाँ बायाँ टुक्रा हालिदिने, बिचमा माल हालिदिने, बाहिर फालेको त देख्छ, झाडुतिर फाल्नु पायो भने फालिदिन्छ। दाजु मैले कुरा काटेँ, म एकचोटि त्यो सुरुमा तल ठ्याक्कै भन्नु हो, कस्तो सही कुरा गर्नुभयो क्या दाजु। म काममा गएको थिएँ, अनि त्यो मेरो अहिले जुन घर छ नि, मैले ठेक्का दिएको थिएँ। अनि तपाईँको त्यो ठेकेदारले के गरेछ भन्नुहुन्छ भने, जस्तो त्यो पहिला त तपाईँको त्यो जमिन खनेर त्यो 2-3 फिट 3 फिट कति खनेर चाहिँ तपाईँ वाल लाउने चलन थियो नि, त्यतिखेर चाहिँ के गरेछ भन्नुहुन्छ भने त्यो माटो खसेर पारेर तपाईँको चाहिँ त्यहाँ त्यही माथिबाटै सिमेन्ट लगाएर तपाईँको चाहिँ वाल लाउनु थालेछ क्या। अनि मेरो एकजना साथीले मलाई फोन गर्नुभयो, अनि यो त के हो चाहिँ घर बनायो के गरे, यो त माटो खोसेर चाहिँ यहाँ कुनै गरेको छैन, खाल्दै नखानिकन त्यो हुन्छ नि, नगरे वाल आशा भएर पाउनु। अनि म नभन्दै फर्केर आएन भने त्यो गरे रहेछ माथिबाट के, त्यो त जस्तो पिल्लर भयो, पिल्लरको बिचमा जुन भाग हुन्छ नि त्यो त खन्छ नि त होइन, खनेर अथवा ढुङ्गा लगाउँछ अथवा इँटा लगाउँछ, त्यो के भन्छ त्यसलाई, एक सरन लगाउँछ नि जमिन मुनि, के डिपिसी भन्छ होइन, डिपिसी पिसिसी अब यस्तै यस्तै चिजहरू। किनभने त्यो कतिपय कुराहरू त्यो तपाईँले भने जस्तो जब यो आफ्नो यो मेरो हो यो अर्काको जब छुट्याउँछ नि, आफ्नो र अर्काको, त्यो जो छुट्याउने मान्छेले चाहिँ तपाईँको धेरै कुराहरू बिग्रिँदो रहेछ भन्ने कुरा है। त्यो हामीले एकजनाले 2टा घर सँगै बनाएको, हामीले पनि 2टा त 2टा, तर एउटा यहाँ एउटा अलि पर थियो होइन, अनि ती नजिकै बनाएको। उनीहरूले बिहान 9 बजे आएको, त्यो 2टा घरको जग त 9 बजेतिर आएको होला, 2-3 बजे त सिद्ध्याएर हिँड्यो। हामीलाई जब कि एउटै घरमा 4 दिन लाग्छ। उसले 2टा घरमा 6-7 जना आएको थियो, पाङलामपुङ हाल्यो, पानी हाल्यो, माटो हाल्यो, सिधै मिलाउने ढुङ्गा छैन। त्यस्तै नि देखाएको छु मैले। भनेपछि त्यसरी गर्नु राम्रो होइन होइन दाइ? अब ती घरहरू भूकम्पमा सबै ढले। अब मैले बनाएको घरहरू प्रायः एउटा पनि ढलेको छैन, अहिलेसम्म जीवितै छ। तपाईँको एउटा कारण हो, 2टा कारण हो, जस्तो हजुरले जसको घर बनाए पनि यो मेरो हो भन्ने प्रकारले बनाउनु भयो, माया गर्ने ठाउँमा माया गर्नुभयो, चाहिँ जुन बेस बनाउनु पर्ने त्यो बेस बनाउनु भयो, जसले गर्दा आज तपाईँ सफल हुनुहुन्छ। भगवान्ले पनि हेर्दो रहेछ नि त यस्तो कुराहरू। अब हामीलाई भगवान्ले जस्तो ऊ लिन्छन्, के भन्छ त्यो परीक्षा लिन्छ नि त। अब त्यो लिँदा कति अब जस्तो यो भगीरथलाई 3 पुस्ता तपस्या गर्नु पऱ्यो उनीहरूको होइन, भनेपछि उसको सफल त भयो नि त। अब जस्तो काम बिगार्ने, अब जस्तो पायो त्यस्तो गर्नेहरूको केही समय उनीहरूले पैसा कमाएको जस्तो हुन्छ, फेरि कतै नि कतै त्यो हो मेन कुरा चाहिँ त्यो हो। अब सधैँ टिक्नलाई चाहिँ राम्रो काम गऱ्यो भने सधैँ टिक्ने हुन्छ, थोरै हुन्छ, मिठो हुन्छ। आफू भलो त जगतै भलो होइन।
यसरी अब थोरै भए पनि मिठो हुने कारण चाहिँ त्यही नै हो, मिठो अथवा राम्रो। दाजु अहिले कति वर्ष पुग्नु हो दाजु? म ठ्याक्कै 60 वर्ष भन्दा म यो असारदेखि 60 लागेँ। तपाईँले विवाह कति वर्षमा गर्नु? म 18 वर्षमा। 18 वर्ष। तपाईँहरूको कस्तो विवाह, लभ म्यारेज, एरेन्ज म्यारेज? एरेन्ज म्यारेजै हो। एरेन्ज म्यारेज। त्यतिखेरको चाहिँ कस्तो थियो दाजु? जस्तो बिहे गर्दाखेरि चाहिँ नि जस्तो लजाउने होइन त्यो हुन्छ नि, त्यो बेला चाहिँ कस्तो थियो दाजु? अब त्यो पनि बिहे पनि कहानी जस्तै हो। अब हाम्रो उसको फुपू चाहिँ मेरो ठुलो बुवा, ठुलो हजुरबा भनौँ न, हजुरबाको 2 भाइ, जेठो हजुरबालाई चाहिँ उसको फुपू हो। अनि हामी आउने जाने नै थियो। अब बुवाको त मामाहरू, अब मेरो ससुरा त बुवाको मामा पर्ने, मैले बाजे भन्ने। अनि त्यो आउने जाने नि थियो। अब खेत पनि सँगै थियो फेरि सल्यार। अनि अब गाउँ पनि सँगै जस्तै भयो अलिकति। अब ओह्रालो त अहिले त्यो 5 नम्बर, हाम्रो 3 नम्बर वडा गाविस हुँदा अहिले त अहिले चाहिँ 7 र 6 परेको छ। त्यो नजिकै थियो। खेत पनि नजिक, सबै नजिकै हो। अनि इष्ट पनि परेको। दाजुको अहिले सन्तान कतिजना हो? 2 जना मात्रै हो, एक छोरा एक छोरी। ए छोरा के गर्नुहुन्छ, छोरी के गर्नुहुन्छ? दुइटै इन्जिनियर हो। ए दुइटै इन्जिनियर हो। छोरा आर्मीमा अहिले मेजर छ। हाम्रो फास्ट्याग ए यता यो भद्रकालीमै बसेर। अनि मेकानिकल इन्जिनियर हो। छोरी आरके तेजरेजर इन्जिनियर, अमेरिका छ। अब मेरो चाहिँ अब भन्न पर्दा त्यो छोरीले आर्किटेक्चर परेपछि छोरीले आर्किटेक्चर पऱ्यो, छोराले चाहिँ सिभिल पढाउने मेरो इच्छा थियो। ट्याक्क लाएर छोरा मेकानिकल पढेपछि मेरो यो चाहिँ मेरो बिजनेस चाहिँ अब उनीहरूले नसम्हाल्ने भन्ने कुरो त्यहाँबाट प्रमाणित भयो। अनि त्यसपछि उसले 63को एसएलसी भयो छोरो। अनि 64देखि त्यो 63देखि एसएलसी दिएपछि त उसमा के अरे क्याम्पस पढ्न जाँदा ऊ त सिभिल छोडेर मेकानिकलतिर जाने भयो नि त। अनि त्यसपछि मैले घर बनाउने काम छोडेर दिपो मात्रै सम्हालेको। त्यतिखेर 7वटा गाडी थियो, त्यहाँबाट घटाउँदै ल्याएको। अब अरूले बढाउँदै लान्छ, मैले घटाउँदै लिएँ। भनेपछि दाजु हाम्रो भेट भइसके पछाडि त लगभग तपाईँले त छोडिसक्नु भएको रहेछ है दाइ? के हो? हामी 62-63मा भेट्यो होइन र? हो। अनि मैले 65देखि छोडे हो। हो जोस छोड्ने बेला भएको रहेछ। जोस तपाईँ त्यतिखेर चाहिँ अब यो छोड्ने कि अगाडि बढ्ने भन्नेमा चाहिँ तपाईँ उसमा हुनुहुन्थ्यो कि है? जुन त्यो जग्गा 62मा त्यो जग्गा 5 लाख आनामा आएको थियो यतापट्टिको। त्यो 5 आना जग्गा चाहिँ। अनि त्यो नकिनेर मूलपानीमा घर बनाएको। धेरै पैसा त थिएन त्यतिखेर, साथमै चाहिँ 30-35 हजार मात्रै थियो। अनि यताउति ताकटुक गरेर त्यो जग्गा लिने सक्ने स्थिति चाहिँ थियो। 20-30 लाख खर्च गरेरै घर बनाएको हो त्यतिखेर। अब त्यो घर नबनाइकन त्यो जग्गा ल्याए भए मेरो अब त्यतिखेरमा धेरै उपलब्धि हुन्थ्यो। अब त्यही जग्गा 74 सालमा लिँदाखेरि आनाको 65 तिरेर लिएको, त्यो 5 लाखमा नलिएर। अब त्यो समय हुन्छ। अब त्यहाँबाट प्रगतिकै कुरा गर्दा 72 पछि नै हो राम्रो। अब 66 सालमा हाम्रो त्यहाँ ती एक्सिडेन्ट पछि सुगर पनि त्यहीँबाट भयो। अनि त्यहाँबाट लगभग 63 लाख उठ्नुपर्ने, 63 लाख नै तिर्नुपर्ने थियो। ए बराबर जस्तै थियो, झन्डै। अब अलिअलि 2-4 लाख तलमाथि होला। अब त्यो उठ्नुपर्ने पैसा अब कति उठ्यो, कति फेरि अर्को जाने, अलिअलि उठ्ने अर्को जाने, त्यो भइरह्यो। यतापट्टि चाहिँ लगभग 72 सालमा आएपछि मात्रै क्लियर गरेँ मैले तिर्नुपर्नेलाई। त्यतिखेर अब दिव्येश्वरी भत्ताको चाहिँ हाम्रो त्यो भत्ता साउहरूले पनि मलाई हेऱ्यो। नारायण खड्का र यता प्रदीप शर्मा साउहरूले चाहिँ मलाई धेरै हेरे हो। किनभने उहाँले त्यतिखेर च्याप्दिए भए सायदै अब अलिअलि भएको जान्थ्यो होला।
उहाँले त्यापिदिनु भएन, बिस्तार बिस्तार तिर्ने मौका दिनुभयो। त्यसले पनि धेरै सहयोग गर्यो। त्यसपछि 72 पछि अनि हामीले त्योभन्दा अगाडि एउटा जग्गा ल्याएको थियो। अब त्यसको नि कहानी लामै छ। अब त्यो जग्गाको कुरा गर्ने हो भने त्यो एक टुक्रा जग्गा मूलपानीको 17 आना बेचेर अब मेरो भागमा 2 भाइलाई बाँध्दाखेरि मेरो भागमा 2,25,000 आयो। 5,85,000मा हाने गाउँमा किनेको थिएँ साढे 3 आना। अब त्यो जग्गा हाने गाउँको जग्गा बेचेर मकलबारी र यता तल्लोपट्टि 2 जग्गा ल्याएको थिएँ। त्यो बेचेर त्यो भित्र पर्यो भनेर एक किता भित्र परेको थियो। एक किता भित्रमा भनेको यो हाम्रो थपलिया सरले 3 किता भित्र पारिदियो त्यो बेचेर। 5 वर्षपछि जम्मा त्यसको त्यो 3,85,000 परेको 5 लाख आयो। 3,64,000 परेको 8 लाख आयो। 8 5 13 लाख आयो। फेरि 15,85,000 नै परेको 3 आना जग्गा लियो त्यो नामी कलेज अगाडि। त्यो जग्गालाई 57 लाखमा 19 लाखमा बेचेर 57मा बेचेर 56मा 4 आना किन्यो। त्यही पैसाले पास गर्नु त 1 लाख पुग्यो, कमिसन 1 लाख पुगेन, गाह्रो पऱ्यो भनौँ न 4 आना। अनि त्यो फेरि 35 दिन हो कि 3 महिना नबित्दै त्यो 92 लाखमा बेचियो। 22.5मा 14मा किनेको 22.5मा। अनि 22.5मा बेचेर फेरि 19मा किने थिएँ अर्को। अब त्यो 19मा किनेको बेचेर यतापट्टि 29मा किनेको त्यो जिमाल। पैसा चाहिँ थपै भयो। अब मूलपानीको मूल्याङ्कन गर्ने हो भने त्यो भन्दा नि त्यति पनि आउँदैन थपे। अब 2,25,000लाई 5,95,000 थप हुँदा कति थपियो। अनि यतापट्टि पनि 15 लाख चञ्चुन हुँदाखेरि 12 लाख पैसा भयो थियो। त्यतिखेर पनि थपियो। दाजु यो पैसा चाहिँ के रहेछ त दाजुको बुझाइमा? यता थप्दा यता थप्ने यो थप्ने बढाउने थप्ने बढ्ने है। पैसा खास पैसा नभए पनि हुँदैन। अनि पैसै भनेर हिँड्नु पनि हुँदैन कि। हामी खरानी हुने जिन्दगी हो। यो खरानी हुने जिन्दगीलाई पैसा मात्रै प्यारो गऱ्यो भने जस्तो अब विनोद चौधरी भन्दा नि अरू त अब धेरै छन् त नि। अब तिनीहरूलाई पनि अहिले पैसा पुगेको छैन। हामीले त के हो र, हामी त अब त्यही पहिलाको भन्दा अहिले अब अलिकति राम्रो भयो भनौँ, त्यही त हो। त्यहाँमाथि अब अहिले लगभग काम छोडेर बसिया छ। 3 वर्ष भयो यो मन्दिरमा ठ्याक्कै। अहिले दाजु के छ चाहिँ नि घरहरू पनि बिक्रीमा छन्? त्यो एउटा पहिल्यै जग्गा लिएर राखेको थियो, 2 जनाको हाम्रो पार्टनर छ। त्यो एउटा घर हाउसिङभित्र बन्दैछ। बनि लगभग फिनिसिङ लास्ट स्टेजमा छ। सफा सुग्घर गर्नु बाँकी छ। लगभग त्यो घर बिक्रीमा हो? हजुर। हाउसिङमा तपाईँले कतिवटा घर बनाउनु भयो? मैले यो सुत्दै 4वटा। 4वटा बनाउनु भयो। एउटामा बसिरहेको छु, 2 त बेचेँ, एउटा छ भनौँ। 41 र 57 बेचेँ, 59 नम्बरमा बसेको छु। अब यो बन्ने चाहिँ 686 बन्दै गरेको बिक्रीमा। हजुर। यसको टेन्टेटिभ रेट चाहिँ कति पर्ला? यसको रेट 4,20,000 भनेको छु। 4 करोड 20 लाख भनेको छु। कति आना जग्गा? 5 आना 1 पैसा। कति नम्बर हो त्यो? 686 ग्रिन हिल सिटी। हजुर। भित्र होइन त? भित्र। बाटो कति फिट छ त्यहाँ? बाटो त्यहाँ 16 फिट। 16 पिच बाटो होइन? कति तल हो? त्यो 2.5 तल सबै त्यहाँको। त्यहाँको सबै संरचना 2.5 तल। टोटल 2.5 तल नै हो त्यहाँभित्र। कसैले पनि 1 तल 2 तल बनाएको छैन। त्यो अन्डरग्राउन्ड हुनेहरूको चाहिँ 1 तल बढी छ, अन्डरग्राउन्ड नहुनेहरूको छैन। दाजु जिन्दगी भोग्दै जाँदाखेरि अहिलेसम्म तपाईँ यहाँ यो उमेरसम्म आइपुग्दै गर्दा
बाल्यकालदेखिको यो उमेरसम्म आइपुग्दै गर्दा तपाईँले धेरै चुनौतीहरू पार गर्नुभयो, दुःख सुखलाई छिचोल्दै एउटा चिउरा कुट्नेदेखि लिएर बोक्नेदेखि लिएर मम्मी हराउँदादेखि लिएर विगत ती धेरै आरोह अवरोहहरूलाई छिचोल्दै आउँदै गर्दा वास्तवमा जिन्दगी चाहिँ के रहेछ जस्तो लाग्यो दाजु? जस्तो अहिले तपाईँ जुन उमेरमा हुनुहुन्छ। यो सर्वश्रेष्ठ प्राणी हो मान्छेको चोला भनेको, यसलाई चिन्नु पर्यो। अब सबै मान्छेहरू तपाईँ म पाएँ भन्छ, अब त्यसमा लाग्नु भएन। मान्छे सबै एकनास, म चाहिँ चाहे धनी होस् चाहे गरिब होस्, चाहे जतिसुकै राजै होस्, म चाहिँ समान रूपमा हेर्छु। अहिले पनि समान रूपमा हेर्छु, पहिले पनि समान रूपमा हेर्छु, हिजो पनि समान रूपमा हेर्थेँ। जस्तो हाम्रो एउटा मूलपानीमा रामेश्वर दाइ भन्थ्यौँ हामी, उहाँले चाहिँ पहिला त्यो समयमा सबैलाई सहयोग गर्थे र सबैलाई गाली पनि गर्थे। अनि उसले गरेको सहयोग चाहिँ सबैले बिर्सिन्थ्यो, अनि गाली गरेको मात्रै सम्झिन्थ्यो। अनि हुन चाहिँ फेरि अब कालोलाई सेतो उसले भनेको छ भने सेतो नभनेसम्म नछोड्ने, त्यस्तो जिद्दी। अनि अब चार दाजु उसको बोलिरहेको छ, सबैको ठाउँमा अरूले नबोले पनि ऊ बोलिदिने। अब बिरामी भयो भने उसलाई हस्पिटल लगेर उपचार गरेर घर ल्याइदिने, एउटा स्थिरचार खोज्नेदेखि लिएर एम्बुलेन्स फोन गर्नेसम्म त्यसले गरिदिनु पर्थ्यो। भनेपछि त्यसलाई नराम्रै भन्नु भयो त। अब उसले मलाई 100मा 90% अब गुण गरेछ, 10% गुण गरेछ, तैपनि म गुणै सम्झिन्छु हरेक मान्छेको। अब तपाईँले मलाई कुनै 100 न 100 राम्रो गर्न सक्नुहुन्छ त? सकिँदैन। 90 नराम्रो गरेर 10 राम्रो गरेछ अथवा एउटा राम्रो गरेछ भने त्यो राम्रोको पछि लाग्नुपर्छ, अनि सफल हुन्छ। सफल हुन्छ, बस कुरो सही गर्नु हो दाजुले। जब मान्छे नराम्रोको पछि लाग्छ नि, फेल भयो, त्यो फेल भयो। फेल भयो भनेपछि जिन्दगीमा जब हामी राम्रोको पछि लाग्छौँ, त्यो नै एउटा जिन्दगी हो भने दाजुको मैले आशै बुझेँ। किनभने हरेक व्यक्ति खास हुन्छ, हरेक व्यक्ति आश हुन्छ, हरेक व्यक्ति सम्भावना हो। र तपाईँको मैले अघि नै भने तपाईँ निकै व्यक्तिहरूको सम्भावना बोकेको व्यक्ति, दुःख बुझेको व्यक्ति। आज यो ठाउँमा आउँदै गर्दा तपाईँले दिएका ज्ञान, तपाईँले गरेका सहयोगले दर्जनभन्दा माथि को चाहिँ नि एउटा परिवार राम्रो बनेको छ। यसमा दाइको ठुलो योगदान छ होइन? यो एउटा जस्तो हजुरले भन्नुभयो, नराम्रो भन्दा पनि राम्रोको पछि लाग्ने हो। यदि गुण त तपाईँले भनेको 100मा 100% कसैले गुण त गर्दैन, एउटा गुणलाई हामीले हेर्ने हो। किनभने हरेक व्यक्ति आश हो नि त, हरेक व्यक्ति खास हो क्या। मैले किन भनिरहेको छु, हरेक व्यक्तिसँग आश र खास हुन्छ, सम्भावना हुन्छ, भनेपछि आफूभित्र पनि खोज्ने हो नि त। किनभने अरूले त तपाईँको चाहिँ 99मा 1 देला, तर 99 त आफूभित्र खोज्ने हो नि त। किन हामी हरेक व्यक्तिसँग हुन्छ भन्ने कुराहरू साह्रै सान्दर्भिक कुरा गर्नुभयो दाजुले। सबैलाई सबै चिज दिएको हुँदैन, त्यसमा अब 2 खुट्टा दिएको हुन्छ, 3 खुट्टा त्याग्नु पऱ्यो भने एकछिन त्यहाँ चाहिँ केही सामान राखिदिनु सक्यो भने त्यसले त्यहाँ टेकेर पार गर्छ। हामीले गर्ने त्यही हो। मान्छे त अब कतिपय मान्छे मैले चिनेकै होइन, ओहो श्याम दाइ यहाँ आउनुभएको भन्छ गाउँतिर जाँदाखेरि। अब हामी त्यहाँ गाउँ भने मूलपानी होइन, पाहाडतिर जाँदाखेरि पनि। पाहाड कुन हो दाजु? हाम्रो त सिन्धुपाल्चोक भयो, नुवाकोट भयो, यता सिन्धुली भयो होइन, काभ्रे भयो, यतैतिरको त काम गर्थ्यो नि त। भनेपछि हजुर जन्मेको चाहिँ कहाँ खास? जन्मेको त मूलपानी नै हो। मूलपानी नै हो। बाबु आज चाहिँ उता चाहिँ तपाईँले कुरो बुझ्नु भएन। मैले जब 47 सालदेखि ठेकेदार पाएँ, त्यतिखेरको ज्यामीहरू त हजारौँ ज्यामी भयो। होइन मिस्त्रीहरू हजारौँ सय भए होइन। अनि मैले अब त्यतिखेर यहाँ 61 सालदेखि गाडीको दिपो राखेर सञ्चालन गरेँ।
त्यसै डिपोमा काम गर्नेहरू गाडीमा ड्राइभर खलासी जस्तो खलासी आज बस्न आयो नि जो त्यो हाम्रोमा खलासी भन्ने प्राइभेट चाहिँ हुँदैन त्यो साबे लान्ने लोड अनलोड गर्ने त्यसले ड्राइभर नसिका भनेर म कसैलाई पनि भन्दिनँ सिक्नुपर्छ तर तिमीले जिम्मा लिएर सिकाउनुपर्छ भन्ने हो अब कतिले ड्राइभरले खलासीलाई सिकायो भनेर ड्राइभरलाई कुदेको धेरै देखाएको छु मैले तर म त्यसो कहिल्यै गरिनँ अनि त्यो लोड अनलोड गर्न आएको मान्छेलाई तुरन्तै ड्राइभर सिक्छ उसले धेरै जस्तोले अब त्यसले गाडी पनि धेरै ड्राइभरले गाडी किनेर अहिले घर बनाएको कतिजनाको छ दर्जनभन्दा माथि नै छ हाम्रो साबे लान्न आएको मान्छेले ड्राइभर भएर गाडी किनेर गाडी चलाएर घर जग्गा किनेर घर बनाएको दर्जनभन्दा माथि छ अनि ती काम गर्ने मान्छेहरू कोही त अब बिचमा छोडेर गएको पनि हुन्छ नि त कति त अब अनि तिनीहरू चाहिँ भेट्दा अब सबैलाई त हामीले याद हुँदैन अनि अब त्यता गाउँतिर कहिलेकाहीँ हामी घुम्न जाँदाखेरि उनीहरूले चिनिराखेको हुन्छ अनि चिनिराखेको बोलाएर म तपाईँ कहाँ यसरी साबे लाने थिएँ तपाईँ कहाँ यो तपाईँ गाडी चलाएको थिएँ भन्दाखेरि आफूलाई चाहिँ अब कस्तो राम्रै रेस्पेक्ट गरे जस्तो मैले त नराम्रो मैले यदि त्यहाँ तिनीहरूलाई हप्काएर गाली गरेर उनीहरूलाई नराम्रो काम दिए भए उनीहरूले त्यहाँ पुग्दाखेरि उनीहरूले बोल्थे त तिनीहरूले अलि नराम्रै दृष्टिले हेर्थ्यो होला नि त दाजुलाई के लाग्छ तपाईँले अहिले भन्नुभयो नि जसरी एउटा आफूले त्यो त तपाईँको परिवार हो नि त फ्यामिली हो नि त तपाईँसँग जो आए जो गरे सङ्गत गरे र उनीहरूको प्रगति देख्दै गर्दा दाजुलाई के लाग्छ कस्तो लाग्छ यतिखेर तपाईँले ठ्याक्कै कुरा गर्दै गर्दा जस्तो तपाईँले भन्नुभयो नि कस्तो लाग्छ दाजुलाई मलाई एकदम खुसी लाग्छ म समान रूपमा हेर्ने भने अघि नै भने नि समान रूपमा हेर्ने मान्छेलाई आफू सर आयो भने प्राय मान्छेहरूले चाहिँ के गर्छ नि त्यो अरूले कमाएकोदेखि जल्छ हामी नेपालीको बानी त्यही भएर माथि उठ्न नसके हो त्यसले जसरी पनि थिचेर खुट्टा तानेर माथि जाने चलन छ मलाई चाहिँ मैले त्यो कहिल्यै गरिनँ र मलाई चाहिँ तलबाट आउने मान्छेलाई नै हात समातेर तान्ने हो सकेसम्म नभए नसके छोडिदिनु हो बरु त्यो मतलबै नगर्ने आओस् जाओस् त्यो मतलबै छैन आफूले सके तान्ने हो सकिँदैन आफूभन्दा बलियो छ आफै झर्छ भने त त्यो तान्न सकिँदैन नि त जोस् तपाईँ एउटा राम्रो कुरा गर्नु हो जसले हात दिन्छ त्यो जहिले अघि नै हुन्छ त्यो माथि नै हुन्छ जो खुट्टा तान्छ त्यो जहिले पछि नै हुन्छ किन हात अघि हुन्छ खुट्टा पछि हुन्छ हेर्नुहोस् तपाईँले जुन हात दिनुभयो जो आए बढे जो चाहिँ तपाईँको लम्बसार परे कति ठाउँ पनि होला होइन त्यो त अब भइहाल्छ नि त्यस्तो होइन मान्छेको आफ्नो नेचर हो किनभने त्यो हरेक जोस् तपाईँको बुझाइमा तपाईँको भनाइमा भरसक हरेक मान्छेलाई हात दिनुपर्छ साथ दिनुपर्छ हामी साथ दिनको लागि हामी यस धरतीमा चाहिँ नै भगवान्को आशीर्वाद लिएर जन्मिएको हो भन्ने कुरा तपाईँको बुझाइ हो जसरी तपाईँले त्यो हिसाबले बुझ्नुभयो र हरेकलाई तपाईँले हात दिने कोसिस गर्नुभयो हात समाएर अगाडि नबढ्नु उनीहरूको कमजोरी हो होइन तर तपाईँले कोसिस गर्नुभयो र त आज तपाईँ यो लेभलमा हुनुहुन्छ यो स्थानमा हुनुहुन्छ यो सफलतामा हुनुहुन्छ नि होइन मैले शत्रुलाई पनि नराम्रो भनिनँ कि कहिले पनि भनिनँ जति सकेसम्म म राम्रै सल्लाह सुझाव दिन्छु आफूले जाने बुझेको त्यो मित्रलाई मात्रै होइन बुवाको एक्सपायर कति वर्षमा भयो भन्नुभयो 62 सालमा 49 सालको भनेपछि 63 वर्ष कट्नु बाँकी थियो मङ्सिरको भनेपछि कार्तिकमा जानुभयो त्यो भएर 63 कटेन त्यसरी हजुरको बुबाको कुरा गर्दै गर्दा बुबाको स्वभाव र तपाईँको स्वभावमा मिल्ने कुराहरू के छ त्यस्तो छ केही जस्तो बुवाले विचारमा अब 12 वर्षसम्म त को स्वभावमा भन्नुपर्दा बुवाले जस्तोमा अलि मिल्दैन मेरो किन मिल्दैन भने बुवाको बुवा हजुरबा 4 वर्षमा बित्नु भएको होइन आमाले 5 वर्षमा छोड्नु भएको अनि मामा घर हुर्किए परेको अनि बुवाले जस्तैमा दुःख त
मैले पनि गर्न सकिनँ। त्यो कसैले गर्दैन नि। अब तपाईँले दुःख गरेर त्यो छोराले गर्दैन। त्यो दुःख मैले गरेँ होला आफ्नो ठाउँमा। उसले 7 वर्षको उमेरमा 8 पाटी मस्याङ चाहिँ बनेपाबाट बोकेर दोकन्थली घर त्यहाँसम्म ल्याएको थिएँ अरे। भनेपछि अनि शिवपुरीको दाउरा पनि बोकेर बेचे। अनि यो क्षेत्रपातीमा मिलमा पनि काम गरेको, यो पिठो पिन्नी त्यहाँ पनि। अनि 50 पाठी चामल साइकलमा लान्थ्यो। 50 पाठी? अनि एउटा साइकलमा मलाई याद छ, भाइ र म पछाडि बस्ने, आमा र बहिनी लिएर अगाडि, 5 जना एउटा साइकलमा। ट्र्याक्टरै भयो त। त्यस्तो बलियो हुनु। हुन त त्यो बेलाको खुवाइ पनि त चाहिने तपाईँको। खुवाइ भन्दा नि अब त्यो खोइ के हो, अब त्यो त्यति बलियो पनि थियो। अनि पछि पनि अन्धा बोक्दा नि त्यो दुईतिर साइकलमा बोक्न सक्ने, मैले त एकतिर राखेर नि सकिनँ। त्यस्तो काम गर्न चाहिँ मैले सकिनँ। एक दिन जाँदा नि त्यो सकिनँ मैले। म अलि वास्तवमा अलिक कमजोरी जस्तो लाग्छ बच्चैदेखि। किनभने आमाले पनि त्यति ध्यान, किन 7वटा बच्चा पाएको 12 वर्षभित्र। तपाईँ कुन भाइ पर्नुभयो? म जेठो। कति भाइ तपाईँहरू? 2। अब कान्छीपति एउटा, म हामी 2 भाइ। सानीमाको स्वभाव चाहिँ कस्तो थियो? सानीमाको स्वभाव त अब के भन्नु, अब अहिले हुनुहुन्छ। ए हुनुहुन्छ? मभन्दा 1-2 वर्ष 3 वर्ष जति जेठी होला। ए म 12 वर्ष हुँदा बिहे गरे हो, ऊ 16 वर्ष थियो, 4 वर्ष जेठो। सानीमाले कतिको कुट्नुहुन्थ्यो दाजु? सानीमाले कतिको गर्नु? सानीमाले कुट्नु भएन। भएन है, बुझ्ने हुनुहुँदो रहेछ। होइन, अब हामी, म 12 वर्ष उहाँ 16 वर्ष भनेपछि खासै त्यति फरक भयो। फरक पनि भयो। अनि सबै काम मैले गर्ने त्यतिखेर, अनि कुट्ने कुरै भएन। अब खाने र खेल्ने, तास खेल्ने, तास पनि खेल्ने। अब भनिहालेँ नि, त्यो पहिला पनि खाने त हो। ऊ बुवा कसरी खाना बिग्रियो भन्नु होला नि, एउटा त्यसको नि एउटा कथा जस्तै छ। यो 2027 सालतिर, 26 सालतिर होला, सबै 27 सालतिर, अब ठ्याक्कै चाहिँ भन्न सकिनँ। त्यतिखेर यो नयाँ पार्टी दाँछेमा एउटा झिङ्गातीको घर थियो, सेतो बजेर लगाएको। त्यो घर 6,000मा बिक्रीमा राखेको रहेछ। जग्गा कति थियो थाहा भएन त्यो चाहिँ। अनि त्यो घर किन्नलाई पैसा अब अलिअलि जोडेको थियो। त्यो भित्रमा 4-5 रुपियाँ जग्गा किनेको थियो बुवाले त्यो अगाडि। अनि त्यो घरलाई बुवाले पनि बैना गर्यो। बैना गरेपछि 3 जना 4 जनाले अर्कोले पनि बैना गरेको रहेछ। अनि त्यो मुद्दा पर्यो 3 वर्षसम्म। त्यो मुद्दा पर्दाखेरि त्यो एउटा बाहुन थियो लिएर जाने, बिचारी भनौँ न, त्यो अदामा चिन्जान भएको। अनि त्यो बाहुनले बिहान जाने, चिया खान लाने, त्यहीँ तास खेल्ने। अनि दिल्ली बजार जानु पऱ्यो भने खाना खाएर जाने, त्यहाँ पुग्यो। अनि आयो, बोरेमा खाने, तिङ्गानीमा खाने, अनि फेरि मुलपानीमा आएर खाने। अनि 3 वर्ष त्यसरी हिँड्दाखेरि मुद्दा चाहिँ जित्यो, जग्गा पनि आफ्नो नाममा आयो। त्यो बिचमा लगभग 2.5 रुपियाँ बढी, 2.5 रुपियाँ बढी जग्गा बेच्यो। त्यो खायो त्यो 3 वर्षमा। त्यो उसैले जोड्यो जोड्न चाहिँ फेरि त्यो खायो। अनि त्यो खानेबानी त्यहाँबाट सुरु भयो कि बढी खानेबानी। 25 खोला त्यो 35 खोला त्यो बाहुनले खाएको रे, हनुबाले 18 खोला खाएको रे। अनि त्यसपछि यसरी लाग्नु हुँदैन भनेर अनि त्यसको सङ्गत चाहिँ ठ्याक्कै चाहिँ छोड्या होइन, जे होस् उसँग सधैँ जाने चाहिँ छोडेकै हो। अनि 30 सालतिर नै हुनुपर्छ त्यो झिङ्गाटी चुहिएछ। चुहिएपछि एकजनासँग त्यो झिङ्गाटी मिलाउनु पऱ्यो। 1500 500-700 पैसा मागेको थियो, दिएन। उसले झोक चलेर घर 27,000 बेचिदियो ल। 6,000मा किनेको, त्यत्रो 3 वर्ष मुद्दा खेलेको, झोक चलेर 27,000 बेचिदियो, पैसा सिद्धियो। अब त्यो खाएको तालमा बेच्यो क्या? खाएको तालमा 6,000मा किनेको 27 भने त त्यो तपाईँको सुरुमै बेचिदिनु हो। 2-3 वर्ष 3 वर्ष मुद्दा खेलेर जितेर आफ्नो नाममा आएर त्यसपछि 1.5 वर्षपछि नि हजुर
त्यसरी त्यहाँबाट चाहिँ बिग्रिन सुरु भएको। त्यहाँबाट फेरि त्यो 31 सालतिरको कुरा होला। अनि 32 सालदेखि मेसिनमा चेरो कुद्न थालेपछि हामीले 130 बर धान स्टक राखेर काम गर्ने भनेको त्यो पनि एउटा स्टापेल भइसक्यो हो कि त्यो समयमा। अब मान्छेको एक ड्रम भनेको 1 बर र आधी जाने हो। 1 बर र आधी लास हुन्थ्यो। अब हाम्रो चाहिँ 130 बर भनेपछि 80-85 ड्रमको चाहिँ लास थियो भनेपछि त्यो धेरै हो कि। अब त्यो चाहिँ एक दुई 4 महिना 6 महिनामै सिद्ध्याइदियो सबै। अब अहिले दाजु अहिले चाहिँ हजुर केमा व्यस्त हुनुहुन्छ अहिले हाल फिलहाल चाहिँ? म अहिले खासै अहिले त बिरामी पनि भएर धेरै जस्तो बिरामी भयो। 1.5 वर्ष जति भयो। अनि यो 3 धाम 4 धाम सबै सकेँ। अनि पोहोर परशुराम कुण्ड यता कामाख्या पट्टि लाग्यो। यसपालि यो यतापट्टि पश्चिमपट्टि जम्मूमा चाहिँ हाम्रो वैष्णोदेवी, काश्मीरमा चाहिँ यो महादेवको गुफा के गुफा भन्छ अमरनाथ लगायत हामी यो इन्डिया र पाकिस्तानको बोर्डरको परेड पनि हेरियो। अनि स्वर्ण मन्दिर लगायत यो उत्तराखण्ड भन्नुपर्दा हिमाचल। अनि त्यसपछि आएर यो 5 तोपहरू लडाइँ खेल्ने ठाउँ के अरे 5 पाण्डवहरू र कौरवको लडाइँ खेलेको त्यहाँ चाहिँ लडियो कि त्यो ब्रह्म सरोवर। दाजु लड्नु भयो त्यहाँ? तर खुसीको कुरा चाहिँ के हो भने 9 दिनको दिन लडेको यात्राको होइन। अनि त्यो बिहान एक दिन मात्रै घुम्न सकिनँ। अरू सबै घुमियो तीर्थयात्रा राम्रै भयो। घुमेर अनि लड्नु भएको घुमिसकेर? 9 दिनको दिन लडेको कुरुक्षेत्रमा ब्रह्म सरोवरमा लडेको बेलुका 10 बजे फेरि। अनि बेलुका 10 बजे पानी छुन मन लाग्यो यसो गएको चिप्लिएर लडे। म त तल पानीभित्र छिरेर कहाँ पुगे जस्तो कल्पना भयो। पछि माथिबाट उसँग त यति मात्रै भिजाएर छ यति मात्रै डुबाएर छ। माथि त्यो सिँढीमै ठ्याक्कै चाक टेकिएछ कि जुन सिँढीबाट चिप्ल्यायो त्यही सिँढीमा टेकिएछ चाक अड्किएछ। अनि भोलिपल्ट 2 जना लड्यो त्यहीँ त्यस्तै ठाउँमा चिप्ले अलिक उतापट्टि नहुनलाई उतापट्टि बनाएको रहेछ। अनि त्यो दिन त केही पनि भएन। राति 4 बजेतिर अलिकति उल्टी त्यहाँ आइथ्यो। त्यसपछि बुढीले म नि जान्न भन्थ्यो। होइन तिमी जाऊ अब अहिले आएर कहिले जान्छ म सक्छु केही गरेर हुँदैन भने ऊ गएको मेरो आयो। अनि त्यसपछि दोस्रोचोटि म पनि गएँ खाना खाएर। अनि 9 दिनको यात्रा सकेर घर आइपुगेपछि बुधबार घर आइपुगेको बिहिबार एक दिन आराम गरेँ। शुक्रबार आँखा जचाउनु गएँ। आँखा चाहिँ दुखेको थियो कि देब्रे आँखा। अनि त्यसमा केही छैन न्युरो नै हेर्नु भने। अनि भोलिपल्ट बिहान शनिबार बिहान सधैँ सूर्यलाई पानी चलाउनु माथि जाने गरेको थिएँ। माथि जानु पऱ्यो भनेको अलि पेट दुखे जस्तो भयो। अनि पलङमा पल्टी नुहाइसकेपछि अनि टाउको दुखेर आयो। अनि छोरालाई बोलाएर टाउको दुख्यो के अनि भनेको ल जाउँ नि त हस्पिटल अहिले राम्रो डाक्टर छ त्यहाँ छाउनीमा विरासलको एकजना हुनुहुन्छ अनि एकजना दिगको पहिलाको हुनुहुन्छ भन्यो। अनि ल भनेर गएको त्यहाँ चेक गऱ्यो। सिटी गर्दाखेरि ल आइसियुमा भर्ना गर्नुपर्छ बुधबार अपरेसन भने। अनि यहीँ गर्ने कि अन्त गर्ने? यहीँ गरे नि राम्रोसँग हामी राम्रोसँग गर्छौँ भने अन्त गऱ्यो भने 7-8 लाख लाग्छ। किन पैसा फार्मा त्यही पनि तपाईँको पैसा खर्च गर्ने विचार छ भने चाहिँ जानुहोस् भने कि। अनि होइन मैले यहीँ गर्छु भने अनि त्यहीँ गरियो। के भयो मतलब अपरेसन के सफल भयो? त्यतिखेर बाँकी पनि छ होला। बस जस त्यतिखेर तपाईँलाई त्यो नर्मल थियो भनेपछि त्यो जुन तीर्थ गर्दाखेरि तपाईँ लड्नुभयो यहाँ तपाईँको चोट लाग्यो। अब यसरी लडे हो अब कसरी यहाँ पर्यो अब थाहै भएन। भित्र असर गरेछ? रगत जमेको। अहिले त्यस्तो दुख्ने ओर्ने अहिले छैन होइन? अपरेसन गरेपछि त अब त्यही होइन यहीँ अलिकति उ भयो भने त घाउ त
घाउमा त जसरी नै अलिअलि दुखिहाल्छ अपरेसन गरेको त्यो त्यही हो। सुगर प्रेसर छ। अब 4 वर्ष अगाडि यतापट्टि कहाँ 90% सुन्दैन, अब 2.5 वर्ष, यो माघमा 3 वर्ष हुन्छ। यो मुटुको त्यो के भन्छ त्यो प्लास्टिक जाली हाले, दुईवटा जाली हालेको छ, इन्जुर प्लास्टिक भन्छ कि। रोगको त अब मुटुको त्यो गरियो, पेङ्क्रासको अपरेसन गरियो, खुट्टा भाँचेर त्यहाँ अब 1 वर्षसम्म यस्तै हालेर बसियो। अब यसपालि टाउकोमा पनि हाल्यो। अब रोगले टाकाटुको दुःख दिइरहेछ। अब यो हामी कर्कट राशि मङ्गलबारको मङ्गलले चाहिँ दुःख दिइरहन्छ, अझै पनि दिन्छ भन्छ। ज्योतिषले भनेको थियो मलाई यो जानुभन्दा अगाडि तपाईँ अलि होस् गर्नु, मङ्गलको चाहिँ पास ध्यान गर्नु भन्नुहुन्थ्यो। अब गरे पनि अलिअलि चाहिँ दिइरहन्छ। जीवन भनेपछि भोगाइ है दाजु, हरेक भोग्नु पर्ने। अब यो 60 वर्षसम्मको कहानी एकैचोटि भन्न त कहाँ सकिन्छ र। यिनी मेन कुराहरूमा अब धेरै कुरा छ। अब 57 सालमा देखि हामी जोरपाटीमा लागेको एउटा पेम्बा भन्ने त्यो थङ्का लेख्नेको, म चाहिँ पिलर बक्स बनाउन त्यो बराल पम्प अगाडि त्यो अहिले त्रिपुरा सुन्दरीको साउ छैन, ऊ के श्रेष्ठ भन्छ, नाम कस्तो बिर्स्यो, नवीन श्रेष्ठको कारखाना थियो। अनि त्यहाँ गएको, त्यो चाहिँ ग्रिल सोध्दै आएको रहेछ है, घर बनाउनु 6 महिना 7 महिना अगाडि नै। अनि मैले नि ठ्याक्कै भेटेपछि त्यहाँबाट मैले घर बनाउने ठेकदार हो, यताउति कुरा गरेको मेरो कुरा उसलाई चित्त बुझ्यो, उसको नम्बर मैले दिएँ। अनि ल 3-4 महिनापछि फोन गर्नु भन्यो। त्यसले भनेको समयमा फोन गरेको, ठ्याक्कै त्यो घर अब मूलपानतिर 20-25-30 हजारमा बनाइराखेको एकतला घर होइन, उसको 1 लाख लियो त्यो। अब उसले 2.5 लाख भनेर छ अर्को ठेकदारले ज्याला। अब मैले 1 लाखमा बनाइदिँदा उसलाई कति सस्तो भयो। उसले चाहिँ हाम्रो यो तिला गङ्गा आँखा अस्पताल बनाउने ठेकदार त्यो के लामा भन्थ्यो, उसको आफ्नो पर्ने रहेछ त्यो चाहिँ के लामा भन्थ्यो, नाम कस्तो याद नभएको मलाई। हजुर, प्रकाश लामा, तिलगङ्गा आँखा अस्पताल बनाउने ठेकदार। त्यसले त्यहाँ अर्को घर पनि बनाएर छ 1,90,000मा 1 तला घर। अनि मैले चाहिँ 1 तला घर गाह्रो साह्रो सबै लाएर धलानसम्म सिध्याउने, अर्को तला चाहिँ धलान मात्रै गर्ने पिलर उठाएर, त्यतिसम्मको जम्मा 1 लाखमा। उसलाई त अब 3 भागको 4 भागको 1 भाग मात्रै भयो सस्तो। अब मलाई पनि अब 25-30 हजारमा एक तला घर बनाइराखेको, अब त्यहाँ 1 तला र 1 धलान डेढ भनौँ न, डेढ गर्दा 45-50 हजार मात्रै आउँथ्यो। उसले त्यहाँ 1 लाखमा बनाउनु त मलाई त अब त्यो बेला त कति नै धेरै आएको जस्तो भयो कि त्यतिको समय भन्दा। त्यसरी काम गरियो। त्यहाँ आरोबारीमा मैले लगभग 30-35वटा घर बनाएँ। त्यसपछि कति सालको कुरा हो यो 57 पछि 57देखि 60-61सम्म त्यहाँ बनाइयो। दाजु त्यतिखेर जुन केशव खड्का भन्ने हुनुहुन्थ्यो नि, त्यहीँदेखि भेटेको केशव खड्का। त्यो केशव खड्का जस्तो केशव खड्का उहाँ मैले अब त्यो बेलादेखि मैले चिनेको मान्छे। अहिले उहाँ कहाँ के गर्दै हुनुहुन्छ? उहाँ अहिले एउटा सानो व्यवसाय गरिरहनु भएछ। के व्यवसाय गर्नुहुन्छ दाजु? यो फेन्सी पसल राखेको छ जोरपाटीको ओह्रालामा। भनेपछि उहाँसँग तपाईँको कसरी भेट भयो? त्यो 57 सालमा त्यही घर बनाउने सिलसिलामा उहाँले चाहिँ यो मोहन लामा भने त्यतिखेर बाल्यको ठेकदारहरू यो बागमतीमा तिनीहरूले बाल्य बेच्थ्यो। अनि त्यहाँबाट बाल्यको चाहिँ ती सामान झार्ने सिलसिलामा त्यसरी भेट भएको। अनि यो छिरिङ लामाका चाहिँ उहाँ गणेशको मास्टर थियो के अरे। अनि त्यो गर्ने क्रममा हामी त्यहाँबाट आनन्द प्रदान भयो। त्यो एउटा 2टा जति कि 3टा जति घर बनायो क्या त्यहाँ त्यतिखेर। अनि केशवको बिहे भयो। अनि त्यसपछि हामीले
तल दिपो राख्यौँ। दिपो राखेपछि सँगसँगै अनि अझ विकाससँग गाडी लियो एउटा। त्यो गाडी लिँदाखेरि आदि किन्ने भनौँ न, आदि विकासकै थियो। किशोर दाइ त्यतिखेर गाडी पनि चलाउनुहुन्थ्यो क्या हो? होइन, त्यही अब बाल्यको सिलसिलामा। अनि त्यसमा उसले विकास बस्दा कतिले 25% फाइदाको 25% उसले छोडिदियो, मैले पनि 25% दिने भनेर ऊ हेर्ने। म त्यसरी बसेको। अब त्यो एक चक्की गाडी, पछाडि पनि एक चक्के, त्यसले गर्दाखेरि त्यसमा धेरै सङ्घर्ष भयो। लिएको केही समयमै इन्जिन बनाउनु पऱ्यो, अनि त्यसमा फाइदा भएन। फाइदा नभएपछि अर्को गाडी हामीले त्यतिखेर तत्कालै लिन सकेन। एकजना लिन पनि खोजे हो, एकजनाले यो गाडी त इन्जिन ड्राइभरले अब कमाइ गरिरहेको रहेछ। अब तपाईँको अहिले पनि ड्राइभरहरूको के छ भन्नु होला भने एक टिपको भट्टा 2000 छ होइन। अनि उनीहरूले अलि मेहनत गर्ने ड्राइभरले 2 टिप 3 टिप हानिदिन्छ राति होइन। 2 टिप 3 टिप हानेपछि त्यो रातिको उनीहरूको कमाइ बेग्लै छ। अब सबै कर तिर्ला नतिर्ला, अब कर 2500 3000 छ, सामानको 4000 5000 छ। अब त्यो पनि केही पर्सेन्ट भनौँ न उनीहरूलाई दिन्छ। अनि त्यो भट्टा भयो, अनि तलब भयो, महिना 1-1.5 लाख उनीहरूको आम्दानी हुन्छ। अनि सबलाई चाहिँ खासै भन्यो भने गाडीमा अब 20-30-50 हजार भएछ भने त्यो तलब देऊ, खर्च गर, किस्ता तिर्न पनि पुग्दैन। नयाँ गाडीमा पनि त्यो स्थिति छ अहिले। भनेपछि जुन जीवनमा ठुकिने क्रमहरू रहँदै गयो र हुँदै गयो र अहिले सरस्वती अहिले के छ चाहिँ केशव खड्कासँग त तपाईँको भेटघाट भइरहन्छ अथवा अहिले पनि तपाईँहरूको सहकार्य भइराखेको छ कि छैन, के छ? त्यस्तो केही छैन। मतलब व्यावसायिक हिसाबमा 57 भनेपछि 25 वर्ष भयो। 25 वर्षको सहयात्रा। यो अब भन्नै पर्दा मेरो छोरालाई जति थाहा हुन्छ नि त्यसको डबल टेबर केशव खड्कालाई थाहा छ मेरो बारेमा। केशव खड्कालाई तपाईँले सम्झिँदै गर्दा कसरी सम्झिनुहुन्छ? एउटा असल मित्र, असल भाइ, म त भाइ नै भन्छु। अब मेरो भाइहरूलाई त झन् मेरो 25% नै थाहा छैन होला। त्यति बढी थाहा छ? त्यति बढी थाहा छ होला। भनेपछि घनिष्ठता होइन? हजुर। किनभने त्यो म देख्थेँ क्या, त्यो भएर मलाई पनि ठ्याक्कै अहिले सम्झिन मन लाग्यो। अब दाइ एउटा व्यवसायिक हुनुहुन्छ, हामीले सम्झिन चाह्यौँ यो सेल्फ टक मार्फत प्रसङ्ग वाइज पुर्याउँदा गर्दा एउटा चाहिँ केशव खड्काको हामीले स्मरण गऱ्यौँ। यहाँको हामी एकदमै उत्तरोत्तर प्रगतिको कामना पनि गर्छौँ यो रियासा सेल्फ टकको परिवारको तर्फबाट। र दाइले पनि भनिसक्नुभयो, जो कि मेरो चाहिँ आफ्नै आमाले जन्म दिएको भाइहरूलाई त्यति धेरै थाहा छैन, तर केशव भाइलाई बढी चाहिँ मेरो कुराहरू थाहा हुन्छ भन्ने भएपछि त्यहाँ घनिष्ठता देखियो नि त। अहिले के छ, सहकारी भइराखेको छ व्यापारिक हिसाबमा? अब मैले व्यापार प्रायः लगभग छोडेकै स्थिति भयो। अनि जे होस्, अब काम पर्यो को खण्डमा अब दाइ भएको नाता जस्तो छ त्यस्तै छ, सेम छ। अब काम बिना काम भयो भने त अब काम नभए बेला त त्यो पहिला जस्तो अब काम भएको बेला त सधैँसँगै हुन्थ्यो भने काम नभए बेला 1-2 दिन बिराएर मात्रै भेटिन्छ, त्यही हो। तर भेटघाट चाहिँ छ। भेटघाट छ। के छ दाइ त्यस्तो अब आउँदा दिनहरूमा त्यस्ता कुनै प्रोजेक्टहरू, नयाँ नयाँ सोचहरू, नयाँ कुनै काम गर्ने त्यस्तो कुनै सोचमा हुनुहुन्छ अहिले? के छ दाजु? अब दुईवटा सोच राखेको छ। एउटा अलिकति मेरो लोन बाँकी छ, त्यो क्लियर भयो भने कि अलिअलि काम गरेर यो जुन अब सहयोग गर्नेलाई चाहिँ निरन्तरता दिने भन्ने सोच। सामाजिक काममा अब उसमा यो हाम्रो लायन्स क्लबमा पनि आबद्ध छु। अनि अब स्कुलहरू भयो, वृद्धाश्रम भयो, बाल आश्रमहरू हुन्छ, तिनीहरूमा निरन्तर सहयोग गरेरै जाने। अनि अझ अब यो मैले काम गरिनँ भने चाहिँ म अब यो जुन पशुपति भयो, यो हाम्रो त्रिवेणी धाम, यो चतुरा धाम, यस्तोको यात्रा गर्ने इच्छा छ मेरो। यस्तो यिनीहरूमा
यात्रा गरिदिएर हरे राम जपेर जाने 2-3 त विकल्प हुन्छ नि त। एउटा विकल्पमा चाहिँ अब हरे राम हरे कृष्ण जपेर जाउँ कि ओम नमः शिवाय जपेर जाउँ कि जस धार्मिक यात्रा धर्मको अब हामीलाई लाने केशव चालिसे जोरपाटीको केशव चालिसेले ल्यायो हो 3 धाम 4 धाम यो सबै यात्राहरू। अनि उहाँले पनि भन्थ्यो अब तपाईँहरूको यात्रा चाहिँ लगभग सक्यो उसमा लेखेको अनुसार चाहिँ अब कुनै अब हुन्छ नि पृथ्वीमा त कति छ कति हामी काठमाडौँभित्रै सबै मन्दिरहरू घुम्न सकेका छैन। अब यो सकेसम्म जति सकेको ठाउँ चाहिँ यात्रा गर्ने जति सकेको मन्दिरहरू दर्शन गर्ने अनि त्यो सोध्छ। छोराछोरी सोचे जस्तै भयो त एक छोरा एक छोरी जुम्ल्या सिद्धियो डबल दुखै परेन। तिनीहरूलाई अब तिनीहरूको राम्रो होस् राम्रो गर्ने उसको बुवाले सकेसम्मले गरिहाल्छ नसके हामीले गर्ने। अब इच्छा चाहिँ अब त्यसपछि गएर जस्तो हजुरबाबुको मैले जङ्गु गरेँ नातिको वर्तमान गरेर तर मेरो नातिको र मेरो चाहिँ जङ्गु गर्ने उमेर त फरक पर्छ त्यो नहोला। अब इच्छा चाहिँ छ भनौँ न जति सकिन्छ राम्रो कर्म गर्दै जाने पुग्छ दाजु। किनभने तपाईँ आफैमा एउटा धर्मलाई बढी फोकस गर्ने मान्छे धर्मप्रति आस्था राख्ने मान्छे। अब म हाउजिङमा बस्छु हाउजिङमा पनि मेम्बर बनाएको छु त्यो जुन कार्यक्षेत्र हुन्छ समाज त्यहाँको सदस्य बनाएको छु अहिले। यो 5औँ फेज छ त्यहाँ 5औँ फेजमा 5जना उपाध्यक्ष 5जना सदस्य हुन्छ अनि 1जना चाहिँ अध्यक्ष त्यस्तो छ। त्यसमा सदस्य भएर छिरेको छु सुरुमा। दाजु जिन्दगी कथाहरू त धेरै छन् कति कति अब त्यो किनभने तपाईँलाई भनिसक्नुभयो त्यो दाजु चाहिँ नि 13-14 वर्ष हुँदादेखिको आज 60 वर्ष हुँदै गर्दाखेरि यो तपाईँको 1-2 घन्टा 1-1.5 घन्टाले चाहिँ पुग्नेवाला त छैन। तर पनि हामीले एकदम सिलेक्सन गरेर जुन आफूलाई सम्झना लायकको र तपाईँका अनुभवहरू कसैको लागि शिक्षा हुने किसिमको ज्ञान हुने किसिमका चिजहरू हामी सम्प्रेषण गर्छौँ र गरेका छौँ। र अब हामी कार्यक्रमको लगभग हामी निकै अन्तिम चरणतिर आइपुगेका छौँ। र दाजुलाई के लाग्छ सबै कुराहरू लगभग समग्रमा हामीले भनिसक्यौँ। जीवनमा त्यस्ता त्यो बेलादेखिको यो बेलासम्म आउँदै गर्दा सपना बोकेर कुद्दै गर्दा विभिन्न ठेस लगाएर लड्दै गर्दा दुःख लागेको अथवा चढ्दै गर्दा कसैले खुट्टा तान्दै गरेको त्यस्तो चिजले तपाईँलाई काहीँ पेचपास ठेलठाल भएको अनुभवहरू छ? त्यस्तो त अब धेरै छ। अब त्यो यो 60 वर्ष भने लगभग 50 वर्ष मैले दुःख गर्दाखेरि त्यस्तो त अब कति छ तपाईँले खुट्टा तान्ने मात्रै पाउनु भयो होला आफू चाहिँ हात दिने त्यो सहयोग गर्ने मान्छे पाएको भए त म योभन्दा धेरै माथि पुग्थेँ नि। 50 वर्ष लाग्दैन पनि थियो होला। अब मेरो पनि अब खासै भन्ने भयो पनि त्यति प्रगति गरे होइन जस आफूलाई सन्तुष्ट छ भनौँ न बस त्यति हो। अब मलाई अहिलेसम्म साथ दिएको चाहिँ अब नधाती भन्नुपर्दा केशव एउटा भाइले मात्रै हो केशव खड्का अहिलेसम्म। अब अरू त अब कोही साथ दिने आयो कोही नदिने आयो यस्तै जे होस् जीवन्त साथ दिने चाहिँ। तर मैले सरस्वती तपाईँको अहिलेसम्म तपाईँको भोगाइ र बुझाइ र तपाईँको गराइअनुसार चाहिँ सरस्वती मैले हजुरलाई के देखेँ भने तपाईँले हरेकलाई हात दिनुभयो तर तपाईँलाई हात दिने मान्छे कोही पाउनु भएन तर तपाईँको खुट्टा मात्रै तान्ने मान्छे धेरै पाउनु भयो होला जस्तो लाग्यो मलाई चाहिँ। अब एउटा कुरा अब मैले यो 72 सालमा ऋण सबै चुक्ता गरिसकेँ तिनपनिलाई होइन। अनि 73-74देखि अब अलिअलि पैसा बचेको थियो। अनि त्यसपछि एउटा घर बनाएको थिएँ त्यो घर बेचियो अलि राम्रै फाइदा भयो। अनि त्यसपछि हाम्रो एउटा अब मैले यसो सोचेँ अब गाउँको एउटा कोही आफ्नो छरछिमेकी कोही नराम्रो छ भने त्यसलाई उकास्नु पऱ्यो भनेर सोचेर अनि त्यसलाई लिएर गएँ। त्यसलाई बोलाएँ पहिले बोलाएपछि त्यसले के गर्न सक्छ भने मैले गाह्रो साह्रो घर बनाउने सबै दन्नी बानी सबै काम आउँछ जग नाप्न आउँदैन भन्यो। ल त्यस भएदेखि
जग म नापिदिन्छु, तिमी घर बनाऊ, 4वटा घर बनाएसम्म तिमीले मेरो काम गर्ने, तिमीलाई ज्याला सबै दिन्छु। एउटा घर बेचेपछि 25,000 पैसा क्यास पनि दिने, त्यसको तिम्रो ज्याला पनि दिने। अनि तिमीलाई त्यो जति पनि त्यो फर्माहरूमा पिलर बक्स भयो, भाइमिटर भयो, त्यो सामानहरू त थुप्रै जान्छ नि, त्यो सबै तिमीलाई फ्री दिने। अनि तिमी आफ्नो काम गरेर खाने, मेरो पनि बनाउने, तिमीले त्यसमा ज्याला मेरोमा पनि ठेक्कामा लिए पनि ज्यालामा लिए पनि तिमीले त्यो पैसा नि पाउँछौ। मलाई तिम्रो फर्मा ठगेको ऊ पनि के फर्माको भाडा पनि उसले लिन पायो, सबै पायो भनेर काममा लागेको। अब त्यो सबैभन्दा गरिब पर्तीमा घर बनाएर बसे भनेपछि त्यो सोचेर त्यसलाई त्यसो गरेको। अनि त्यसले त के गर्यो भन्नुलाई भने 6-7 बरको सिमेन्ती बनाउने, अनि घर जाने। किन भने बुढी बिरामी भयो भन्छ, कहिले कहिले लसुनमा पानी डाल्ने भन्छ, कहिले के भन्छ है। अनि अब त्यो मलाई चाहिँ अरूको होस् आफू होस् सिमेन्ती बासी राख्ने भनेपछि मलाई मन पर्दैन। अनि मरी गाह्रो लाग्यो आफैले। त्यो सिका 65 सालमा छोडेको, त्यो 75 साल 10 वर्षपछि मेरो कमर दुख्या बानी 51मा दुखेको 61मा बिसेक भएछ, 63-64तिर दुखेको 70 सालतिर बिसेक भएको थियो। अनि त्यहाँबाट फेरि कमर दुख्ने बानी भएको त 75 सालदेखि अहिलेसम्म दुखेको छ। दाजु अब यो हाम्रो हामी तपाईँले जुन यो तपाईँको समयको अभावको बावजुद पनि यहाँले यो रियासा सेल्फ टकमा समय दिनुभयो। यहाँले आफ्ना जीवनका तिता मिठा भोगाइहरू यस सेल्फ टक मार्फत देश तथा विदेशमा बस्नुहुने सम्पूर्ण महानुभावहरूलाई चाहिँ नि इन्टरनेटको माध्यमबाट हेर्नको लागि, सुन्नको लागि, तपाईँको ज्ञान, तपाईँले गरेका अनुभवहरू सुन्नका लागि जुन प्रकारको यो एउटा जमर्को तपाईँले मिलाइदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र तपाईँको अब अन्तिममा तपाईँलाई त्यस्तो मैले तपाईँलाई प्रश्न गर्न छुटेका, तपाईँलाई भन्न मन लागेका त्यस्ता कुनै घटना परिघटना छन् भनेदेखि दाइले यो हजुरको लागि समय। धन्यवाद। सर्वप्रथम त अब यो स्थानसम्म ल्याएर मलाई बोल्ने मौका, मेरो जीवनीको केही कुरा राख्न दिएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। अब कुराहरू त अब धेरै नै भन्ने हुन्छ, त्यो भन्दा नि महत्त्वपूर्ण कुरा चाहिँ छुटेका मैले हजुरलाई प्रश्न गर्न मैले अहिले पनि भने जसले पनि उसले कमाएको कमसेकम 10% चाहिँ बचाउनु पर्छ। खर्च गर्ने 10% हो, बचाउने पनि 10% हो भनेपछि अरू 80% चाहिँ त्यो ब्यालेन्स मिलाउने हुन्छ नि त। आफन्त जस्तो घर परिवार पाल्ने, बच्चा पढाउने, अब आफूले गाडी चढ्ने, के गर्नुपर्ने त्यो बाहेक 10% चाहिँ बचाउनुपर्छ, अनि मात्रै प्रगति हुन्छ। न त प्रगति गर्नलाई बचाउनु खुत्रिके भन्छ नि, हामी बच्चालाई खुत्रिके दिन्छौँ नि, त्यो एकदम सोचेर नै सबै त्यो सुरु गरे हो। खुत्रिकेबाट सुरुवात गरेपछि अनि महलमा पुग्ने हो। अब त्यो खुत्रिकै सुरुवात गरेन भने महल एकैचोटि त तपाईँको करोडको घर भयो, अब मेरो कहिले हुने भनेर सोचेर हुन्छ त। मैले अब आज 5 रुपियाँ बचाएँ भने भोलि 10 रुपियाँ हुन्छ, पर्सि 20 रुपियाँ हुन्छ। त्यसरी बचत गर्दै गएपछि त्यो करोड पनि हुन्छ, अरब पनि हुन्छ। त्यो त अनि त्यो भयो। अर्को कुरा हामी बिजनेस गर्नेहरूले चाहिँ जहिले पनि इमान्दारी र त्यो क्वालिटी क्वान्टिटीमा ध्यान दिनुपर्छ। त्यसमा ध्यान दिएर आफूले लिन पनि राम्रै सामान लिन सक्नु पऱ्यो, अनि बेच्दा नै राम्रै बेच्न सक्यो भने त्यसमा सबैको पहिला त हाम्रो ब्रान्ड बनाउनु पऱ्यो नि त। अनि त्यसले तपाईँले एउटा सामान दिएर तपाईँले चित्त बुझेन भने फलानुको सामान हुँदैन भन्छ होइन। तपाईँले फलानुको दाइको सामान त एकदम ठिक छ, फलानु कहाँ लिनुपर्छ भनेर तपाईँले भनेपछि अर्कोले भन्छ, त्यसरी ब्रान्ड बन्ने हो नि त। नाम मात्रै बनेर त हुँदैन त्यो। अब त्यो पब्लिक भिजनमा नि हुनुपर्छ। यो म नि पहिलोचोटि बोलेको, यसमा तपाईँहरूलाई यो रियासा परिवारलाई सबैलाई धन्यवाद दिँदै
एकदमै खुसी लाग्यो दाजु यहाँले तपाईँको बहुमूल्य समय यहाँसम्म आइदिनु भयो र हामी अन्तिममा छौँ र हामीले अब यो आभार व्यक्त यो तपाईँलाई एउटा सानो मायाको यो प्रमाणपत्र हामी दिन्छौँ। अब यहाँ लेखिएको छ, म हजुरलाई यहाँ म सुनाउँछु। श्री श्यामलाल श्रेष्ठज्यू जन्मेदेखि आजसम्म हरेक जीवन भोगाएका तिता मिठा आरोह अवरोहलाई छिचोल्दै नेपालीको तन मन वचन धर्म कर्म संस्कृति संस्कार र आफ्नो विवेक र विचारले कहीँ कतै विचलित नभइकन आफूभित्र भएको इमान्दारिता लगनशीलता धैर्यता दक्षतालाई कायम राख्दै आफ्नो पेसा व्यवसाय क्षेत्रलाई फराकिलो बनाउन तपाईँले गर्नुभएको योगदानको स्मरण गर्दै रियासत सेल्फ टकका लागि अतिथिको रूपमा पाल्नु भई आफ्नो मातृभूमि देश नेपाललाई विविध क्षेत्रबाट पुर्याउनु भएको योगदानप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ। रियासा इन्टरटेनमेन्ट सेल्फ टक परिवार। यो दाजुलाई यो अन्तिम चरणमा अब हामी यो प्रमाणपत्र दिएर हामी यस कार्यक्रमको समापन गर्छौँ। आगामी दिनमा पनि यहाँको समय हुँदाखेरि हामी यस्तै तिता मिठा कुराकानी गर्नेछौँ र अर्को एपिसोडमा अन्य विविध पेसा व्यवसाय का व्यक्तित्वहरूलाई हामी निम्त्याउनेछौँ भन्दै आजको कार्यक्रम समाप्त भएको घोषणा गर्दछु। हस्त धन्यवाद दाजु, यहाँले समय दिनु धन्यवाद छ। धेरै धन्यवाद भाइलाई मेरो जीवनको कुरा भन्न पाएकोमा। अब के अरे हाँस पालेदेखि लिएर खेती किसान गरेदेखि लिएर घर बनाएकोदेखि लिएर यो ठेकदारदेखि लिएर यो व्यापार गाडी घोडा किनेर घरको निर्माण हाउसिङसम्म काम गरेको सबै कुरा यो जनता समाजमा सुनाउने मौका दिएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। धन्यवाद।